उसको चाहिँ एउटा कविता सुनेछ तपाईँले लामो। एक कश्ती वहाँ भी आई थी, हमारी कश्ती डगमगाई थी, जो कभी न डगमगाई थी, तुम्हारी याद आए तो कभी कभी रोलेंगे। रोलेंगे अनि सोलेंगे भन्छ नि। ब्याङ्कको जानु त सक्छ होइन, 64,000 रुपियाँ पनि भयो भने जान्छु क्या ब्याङ्कको। त्यो 64ले पनि यहाँ मान्छे गाँड पोलिरहेको नि त, कमन नसेर एलओडीमा गएर पैसा पनि 15,000 तिरेको पनि चिपिन गरेर केटाहरू त्यो केसमा चाहिँ अनि एभ्री त्यो महिनामा मैले 3 चोटि पुगेको छ त्यस्तो ठाउँहरूमा हेर्दा त पैसा त 27,000 त कहाँ बुझ्यो मेरो त्यो क्लब गएकोलाई केही नहुने चिल्ड्रन आफ्नो क्लब नगएर सुध्रेपछि ल माथिले केटी उठाएर 4जना ग्रुप आएको थियो विदेशीहरू क्या दामी होइन, ड्रिङ्क पनि ड्रिङ्क हामीले खुवायो तर पैसा तिनीहरू तिर्दै यार ल बिहानै उठेर त्यो किन गर्नु पऱ्यो यार छुट्टी गरेर त्यो नि होइन छुट्टी भने त आनन्दसँग केही गर्नु मन लाग्यो भने केही नगर्ने हो। त्यो लास्ट एक्टिभ भएर मान्छे छुट्टीमा वाइल्ड गरिदिरहेको हुन्छ नि, मलाई त्यो लाग्छ त्यस्तो हुन्छ नि। धेरै चिजको थोरै लाइफमै काम लाग्छ क्या यो चिज, धेरै चिजको थोरै मजा लिनु सट्टा थोरै चिजको धेरै मजा लिने क्या लाइफमा क्या, त्यो हो क्या लाइफ सूत्र। म चाहिँ त्यसो सोच्छु क्या ब्रो, सुन्दा ठिक लागेला अनि तिमीहरूलाई गर्नु चाहिँ गाह्रो छ, गर्नु गाह्रो छ, गर्नु चाहिँ गाह्रो छ। चञ्चल मन हुनु राजा। अनि पहिला चाहिँ मलाई रिस उठ्थ्यो होइन, त्यो पिट्छ यस्तो पिट्ने यस्तो यस्तो कुराहरूले त्यो बेलामा होइन, त्यो स्कुल सकेर कलेज जाँदा पनि असलै बुढाहरू टाइपको यस्तो लाग्थ्यो। अहिले त म कस्तो अहिले आफू यो ठाउँमा पुग्यो नि त, धेरै कुराहरू झेल्यो देखियो, कुटेरै ठिक बनाएर रहेछ। हो नि ब्रो, कुटेरै ठिक बनाएर रहेछ त नि। क्या खतरा बोल्दा है, खै किन एकजना त राम्रै हो जस्तो लाग्छ हौ। त्यो हुन्छ नि यसो चुरोसँग यसो तुमी चाहिँ मेनी त्यही त हुन्छ नि एक्ज्याक्टली ब्रो, उसको लागि सही हो क्या, हो त्यही भने मैले ठ्याक्कै त्यही भने त्यो फिलिङ हुन्छ नि। त्यसपछि बल्ल एक फुल राख्छ किन त्यो कहाँको हो अफिस बाहिर अनि केटाहरू चेस गर्यो। दाइ भन त कान्छी, कस्तो भयो इक्जाम? अहिले त त्यहाँ बिहान छ, एक्जाम सक्ने बित्तिकै दिन्छु भन्दा हुँदैन अरे। हे त्यति सानो कुरामा रोक्नु तिमी त। ल पक आयो पैसा, आयो रेमिट। आयो रेमिट। नेपालीहरूद्वारा सञ्चालित कम्पनीलाई प्रतिनिधित्व गर्न पाउँदा गर्व लाग्छ। यो छिटो, भरपर्दो, कानुनी रूपमा सुरक्षित हुनुका साथै उत्कृष्ट रेट पनि दिन्छ। त्यसैले हामीलाई विश्वास गर्नुहोस्, आयो रेमिटबाट भर्खरै आइहाल्छ नि। Powered by आयो रेमिट। यदि युकेबाट नेपाल पैसा पठाउँदै हुनुहुन्छ भने आयो रेमिट नै गरौँ, हाईएस्ट रेट एभ्री टाइम ग्यारेन्टेड। सपोर्टेड बाय 977 ग्रोसरी, अब युकेमा सेभियर टेस्ट अफ नेपाल, एनी टाइम एनीवेयर। पार्टनरशिप विथ नेपाल फुड्स, द एसेन्स अफ हिमालयस। सपोर्टेड बाय पापराजी नेपाल। जन्मदिनको तिथिको दिन चाहिँ टक्क मन्दिर गइदिएर होइन, टक्क अनि अब त्यो रमाइलो क्या लाइनसँग बसेर माथितिर उता डेटिङ सेटिङ बसेर हुन्छ नि। माथि त फुल डेटिङ सेटिङ भएर आउँछ। अन्त माथिबाट त्यो पुरै यतिकै हेरेर बस्छ नि, टुवा पऱ्यो 3-4 जनाहरू बेलुका आरतीबाट हेर्ने टाइपको। अब त्यो उताबाट कस्तो नि, अहिले त अब माघको यो बेलामा उताबाट टक्क घुमेर नै आउँछ नि त, गुहेश्वरीहरूतिर घुमेर आउँछ होइन। अनि त्यताबाट घुमेर आउने मान्छे टक्क पशुपति दर्शन गरेपछि माथि गएर बसेर प्रेयर चेयर अब हेर्ने त्यो टाइपको। पशुपति धेरै हेरे त मैले, पशुपति प्रसाद मलाई जस्तो लाग्ने कि। पशुपति त तर एरिया नि दामी छ, त्यो जस हुनुपर्ने अझ राम्रो चाहिँ भनौँ न, पुरा जङ्गलै जङ्गल। पशुपति एरिया त कस्तो हुनुपर्ने हो भन्न, टक्क उता जङ्गल होइन, मृगसृग होइन घुमिरहेको होइन, त्यही उतै गरेर राख्नुपर्ने प्रोटेक्ट गरेर क्या। अब त्यो त्यहाँबाट होइन गाडी साडी रोकेर अथवा सिटीको बिचमा पनि होइन प्रिजर्भ गरेर राखेर त्यस्तो के शान्त होइन, मृगहरू होइन टक्क लाएर अनि टक्क घुमिरहेको चौरमा, अनि त्यो दुबो घाँसहरू टाइपको, अनि हरियाली क्या, अनि सफा हरियाली बास्ना हुने क्या, श्रीखण्ड बास्ना हुने होइन। अनि त्यसपछि त्यस टाइपको क्या, अब बुझ्नुहोस् त्यो हो नि त हो। गाई पालेछ ल, गोरु हो ल, नन्दी हो, नन्दी त हो भन्दैमा अब नन्दीलाई हक्दै हिँड्न दिने त अब मलाई बाटोभरि गुनेको क्या अब हुन्छ नि। त्यो त्यसमा पनि ध्यान चाहिँ अलिकति आकर्षण गर्न चाहन्छ हामी होइन, यति त भन्न पायो होला नि। क्या इमोसनल हान्ने क्या त्यो पूजा सामान लिने मान्छेहरूले क्या, त्यो के भने त धेरै लानु पर्दैन, अलिकति मात्र भयो नि लैदिनुहोस् न टाइपको क्या। अब बहिनीहरू थियो कि बुढीहरू बहिनीहरू
अनि अगाडि छैन यहीँबाट लानुहोस् न टाइप होइन ल अनि म चाहिँ मेरो चाहिँ एउटै आइडिया क्या के गर्नु हाम्रो अगाडि जानुहरूले लैसक्नु भयो भन्ने त्यसपछि कन्भर्सेसन बन्द क्या त्यो पनि छैन त्यो इग्नोर गरेर गिल्ट पनि भएन होइन उसले नि बुझ्यो उसले पनि बुझ्यो हाम्रो अगाडि मान्छे गइसक्नु उहाँले लैसक्नु भयो भनेपछि सिद्धि क्या अरू यस्तो धार्मिक स्थल कहाँ घुमेको छ त लुम्बिनी गयो लुम्बिनी लुम्बिनी गयो कतिचोटि गयो लुम्बिनी एकचोटि गएको छु म तर फेरि जान चाहन्छु म त्यो घुमेरै भ्याएन होला घुम्न त घुमेँ तर सबैतिर एउटै जस्तो लाग्यो तर त्यतिखेर चाहिँ मलाई भनौँ न लुम्बिनी जाँदाखेरि लुम्बिनीमा चाहिँ अब त्यो डिफ्रेन्ट कन्ट्रीहरूको आफ्नो म्युजियम टाइपको छ होइन तर त्यसमा अब यताउति इन्टरेक्टिभ टाइपको भयो भएन अब त्यो सजिलो होइन हिँडेर जानुपर्ने हो कि गाडी कस्तो गाह्रै थियो क्या त्यो ठुलो एरिया भएर कुन बेला गएको तपाईँ गर्मीमै गयो गर्मी साल कति 1 वर्ष अगाडि जस त्यतिखेर गर्मी थियो यार जस त्यतिखेर गर्मी थियो अरे होइन कति पहिलाको बुढापाकाहरूले त्यस्तो पहिला जाँदा त त्यस्तो गाह्रो थियो अहिले त तपाईँको त्यो के भन्छ सिटी सफारी जस्तो पनि हो पाउँछ त्यस्तो सजिलो हुन्छ त्यसले पुरै अनि गाइड गर्नुपर्छ क्या त्यस्तो लिएर गर अनि त्यो कसैले भन्ने हुनु पऱ्यो क्या त्यहाँ हुन्छ नि बुझाउने के हो त अब त्यो यस्तो हेर्दाखेरि बुद्ध जस्तो त्यसको नि प्याकेज होला नि सायद त्यो पुऱ्याउने पनि अनि बुझाउने पनि अनि कुर्ने अब तेरो बुद्ध भनेको छ होइन बुद्ध जस्तो पनि देखिन्छ तर फेरि तरबार छ क्या हातमा मालो साइको अब बुद्धको हातमा तरबार भन्ने टाइपको हुन्छ नि तर त्यो घुमेर अहिलेसम्म घुमेर राम्रो भ्या छैन भने त्यो मलाई फेरि जानु मन छ किनकि यता श्रीलङ्का गएर आइसकेपछि चाहिँ 85% बुद्धिज्म क्या श्रीलङ्कामा होइन अनि त्यहाँ हाम्रो यहाँ जन्मेर ब्रो त फैलिँदै गएर उतातिर त वाइल्ड भइदिएको रहेछ क्या थाइल्यान्ड साइल्यान्ड डाङडुङ यताउति होइन चाइना माथि जापा बुद्धिज्म क्या फैलाइदियो क्या तपाईँ थाइल्यान्ड अस्ति कहाँ गएको तपाईँ 3 जना फ्यामिली नै श्रीलङ्का श्रीलङ्कामा गएको त्यो स्विमिङ पुलमा खेल्दा रमाइलो हो जोस् लास्ट टाइम चाहिँ थाइल्यान्ड गयो थाइल्यान्ड लास्ट टाइम चाहिँ बाली र भियतनाम त्यो तपाईँ त जहाँ जहाँ बुद्धिस्ट छ त्यहाँ त एक्सप्लोर गर्दै जान्छ त्यस्तै भइरहेछ क्या क्या अनि फुचेलाई पनि फुचेले पनि बुझ्छ क्या बुद्ध भगवान् ओमा नै पेमे हो लगाइदिए भन्छ बिहान भात खाने बेलामा होइन अनि त्यसपछि बुद्ध सुद्ध त्यो यस्तो खालको भिडियो आउँछ क्या टक्क लगाएर एउटाले फुटोल हान्छ होइन अनि त्यो मूर्ति जस्तोमा हान्छ ढुङ्गामा अनि टक्क फुटोल लाग्छ अनि टक्क फुटेर बुद्ध भइदिन्छ क्या अब त्यस्तो टाइपको अनि त्यो हेर्ने भन्छ टाइ क्या फुचेले अनि त्यही अब त्यस्तै भइरहेछ अनि प्लस अब बजेट पनि त हो नि ब्रो युरोप घुम्नलाई त गाह्रो छ नि यार महँगो हुन्छ है लास्ट महँगो थियो ब्रो युरोप त्यो यताउतितिर जाँदा भयो पैसा $300 साट्यैमा 80,000 90,000 आइदिन्छ कुनै त्यहाँ त त्यहाँ त जति त्यही नै युज गरिदिने क्या साट्नै पर्दैन त्यही पैसा हो क्या कति भयो 120 रुपियाँ जम्मा कहाँ थियो जम्मा भने जस्तो कि अझ पाउन्डमा खर्च गर्नु पऱ्यो भने त गइहाल्यो नि एउटा राम्रो लन्च खाइस् भने 120 पाउन्ड 50 पाउन्ड पर्दैन ब्रो 150 पाउन्ड भनेर त मैले हाम्रो त 3 दिनको हो नि त अन्ततिर त ब्याङ्कक स्याङ्कक गयो भने त खतरा है हामीलाई नेपाललाई ब्याङ्कक लास्ट सस्तो हो क्या ब्रो नेपाल त वाइल्ड सस्तो भयो नहुनेलाई त अब होइन नहुनेलाई भनेर यस्तो क्या ब्रदर तैँले 10 लाख रुपियाँ चाहिँ ब्याङ्कक जानु 10 लाख चाहिँदैन क्या 64,000 रुपियाँ मात्रै भयो भने जान्छ क्या ब्याङ्कक त्यही 64ले पनि यहाँ मान्छे गाँड पोलिरहेको नि त कमन नसेर एलओडीमा गएर पैसा पनि 15,000 तिरेको मैले चिपिन गरेर केटाहरू त्यो केसमा चाहिँ अनि एभ्री त्यो महिनामा मैले 3 चोटि पुगेको छ त्यस्तो ठाउँहरूमा मैले हेर्दा त पैसा त 27,000 त कहाँ मैले मेरो त्यो हिसाबै गोल कमसेकम कतै जानलाई पनि तपाईँको खर्च टाकटुक अलि दिन इग्नोर के अरे सेक्रिफाइस हानेर होइन त्यो त्यसपछि त्यो जमेको बचतले चाहिँ अनि आफ्नो फ्यामिली जान एलओडी चम्क्याउ जस्तो हुन्छ होइन टक नजाम एलओडी भने टक्क घरमा घल्लाइदिने मान्छे टक एलओडी जानै परेन त्यो हो नि आँखाको रमी त झन्न गइन म भन्ने हुन्छ मुझे आँखा पटाएपछि पहिला चाहिँ स्कुल हुन्छ नि स्कुल सुन्नु पहिला चाहिँ स्कुल के अरे गएको बेला रमाइलो नहुने म्यादिनु चाहिँ नगएको बेलामा चाहिँ स्कुलमा शाहरुख खान आयो चक्लेट बाँडेर गयो अमिर खानको फिल्म देखायो होइन लगन देखाएर यसरी होइन म्याथ टिचर आएको थिएन प्रिन्सिपल पनि आएन 3 बजे छुट्टी दिएर त्यस्तो हुन्छ नि आफू जाने बेला चाहिँ सबै आएको एक्स्ट्रा क्लास चाहिँ त्यस्तो भने जस्तो भनौँ न त्यो अहिले पनि त्यस्तो के क्लब गयो बेला केही नहुने चिल्ड्रेन आफू क्लब नगएर सुध्रेपछि ल माथिले केटी उठायो 4जना ग्रुप आएको थियो विदेशीहरू क्या दामी होइन ड्रिङ्क हामीले खुवायो तर पैसा तिनीहरू तिर्दै आएर कस्तो आफू भाइ जस्तो केटाहरूको रेगुलर त्यो हुने बेलामा चाहिँ केटाहरूले फाइदा उठाउँछ धेरै जस्तो कथा चाहिँ त्यस्तो के टोइलेट गरेर फर्केको केटीसँग नाचिरहेको क्या ल कति चाँडो भन्ने भ्याएको यार भन्ने
तर हाम्रो केटाहरूको चाहिँ जसरी जाँदा नि केटीहरू भन्दा चाहिँ मलाई केटाहरू ग्रुपमा घुम्नु गए ठिक लाग्छ क्या त्यो मिमहरू पनि आउँछन् त्यो साँच्चीको रिलेटेड हो क्या अब उनीहरूको रेयरली अब उनीहरूको नि हुन्छ होला त्यो केस कतै त अब तर त्यो खायो डाङडुङ जसले जे मगाएर खान्छु खायो घापु उसको नि टिपी हाम्दैन त्यही त नि घापु बिलमा क्या कस्तो टक्काहरू पनि ऊ 1000 रुपियाँ म 0 रुपियाँ ऊ 50 रुपियाँ यता 150 यता 700 300 त्यसो हुन्छ घारु ठ्याक्क हो नि त केटीको चाहिँ तिमी यु 25 यस्तो टाइपको हुन्छ नि त हाम्रो त्यो हुँदै हुँदैन केटाहरूको हाम्रो केटाहरूले जाउँ भनेको मतलब हिँड म तिर्छु भने हो नि त त्यस्तो हुन्छ नि त त्यो हाम्रो चाहिँ त्यो चाहिँ अलिकति राम्रो छ आइसक्नु जाउँ यार खान्छौँ लन्च खान्छौँ भन्यो भने त केटाले तिर्दै हो क्या अब अनि अझै कस्तो भन्दा होइन जान त जान्थे थाहा छ तैँले तिर्ने हो तर मलाई अलि डेन्जरै महँगो खानु मन छ अथवा अलिक खर्चै गर्नु मन छ तर मसँग छैन भन्नलाई चाहिँ म जान्न होला भन्नु पर्यो होइन त्यसपछि होइन हिँड्न म छु भनेपछि भनेको मतलब अब छैन त अब जाने अनि बिस्तारै माहौल क्रिएट गर्दै त्यसपछि त मतलब पनि हुँदैन पछि केटाहरूको त्यस्तो हुन्छ केटीहरूको चाहिँ अब त्यही भएर पछि भुताला हुने होला नि ब्रो पछि बिचिङ हुने टाइपको होइन त्यहीबाट बस्नलाई पनि हो कि कन्ट्रिब्युट ट्याक गरे क्या इक्वल्ली तर केटाहरूको चाहिँ त्यो ठुलो ग्रुप पनि भेटिरहेको देख्छु म होइन केटीहरूको चाहिँ ठुलो ग्रुप पछि रियुनियन गरेर चाहिँ मलाई थाहा छैन यार उनीहरू त खै त्यो सक्दैन होला कि होइन होइन फेरि रियलमा त थाहा छैन अब हामीले त सिरियलहरू यताउता देख्दाखेरि त यस्तो गर्छ नि सिरियलमा कतै हुन्छ नि नाइस ब्याग नाइस ड्रेस भन्छ नि त्यो प्रशंसा गरेर तर जेलसी के एकअर्कासँग त्यो हाम्रो त बालै छैन होइन केटीहरूलाई चेकआउट गर्छु नि ब्रो मैले त्यो चेकआउट गरेको छु क्या खास केटीहरूको बारेमा क्या जस्तो कहिले काहीँ कस्तो हुन्छ नि हुन्छ दुइटा अब एकदम स्मार्ट केटीहरू वरिपरि छन् भने होइन अब यो दुईजनाले एकअर्कालाई चेकआउट गर्छ गर्दैन त्यो केटीहरूलाई अरू वरिपरिको केही इन्भाइरोमेन्ट बाल हुँदैन कि एकअर्काको चाहिँ चेकआउट हान्छ क्या केटीहरूले गर्छ क्या यो चाहिँ मैले यादै गरेको कुरा उनीहरूले त भन्छ नि यहाँ आज यु लुकिङ सो ब्युटिफुल हाम्रो कुरा हुन्छ नि त हामीलाई त बालै हुँदैन हाम्रो त अब हेऱ्यो भने अब केटाहरूले बाहिर बजारमा हेर्ने अरू केही पनि बाल हुँदैन नि केटाहरूलाई त्यही केटीहरू त हेर्ने हो नि त जसले पनि क्या अब अरू चिज हामीले किन त्यो गर्छौँ केटाहरूले भनेको त त्यो केटीले हामीलाई हेरोस् भनेर त हो पब्लिकमा गयो जसको पनि यसो हेऱ्यो केटाहरू हेऱ्यो त केटाहरूको त केटीहरूकै हो केटाहरू अब केटीहरू कता छ भनेर पब्लिकमा हेर्नलाई हेऱ्यो भने केटाहरू कता फर्किरहेको छ त्यता हेर्ने क्या यसो 2-3 जना स्योर यता हुने एउटा उ त्यो भएको थियो कि त्यो वारमा 2 o'clock यस्तो भन्छ नि हो त्यो टाइपको के तेरो 3 बजे रे के मेरो 3 बजे कहाँ हुन्छ मेरो त यहाँ 12 बजे 1 2 3 यता के 3 बजे हो 3 o'clock हो त्यस्तो केटीहरू चेकआउट हानेर आउँछन् त्यो यस्तो हामी कहाँबाट आयो अरे अहिले त त्यो पुगिसै धेरै अब त्यो के अब त्यो गएर के मेहनत गर्नु अब त त्यो उमेरले पनि टाइमले पनि दिँदैन जस्तो लाग्यो हामी ब्याङ्ककबाट एलओडीबाट त्यो अनि त्यसपछि सेभिङ हुन्छ नि लाइक मनी सेभिङ हुन्छ क्या बजेट गऱ्यो भने अनि तिमीले 1 महिना तिमी पार्टी सार्टी गरेन 1 महिना भने अब तिमीलाई तिमी डिप्रेसनमै जान्छौ म चाहिँ 1 महिना पार्टी गरेन भने एकचोटि गर म त फाइन हो त्यो पार्टी त्यसरी 3 महिना 4 महिना तिमी डिसिप्लिनमा बसेर कामथाम के छ आफ्नो गरेर अलिअलि यताउति गऱ्यो भने त्यो ब्याङ्कको घुम्ने पैसा आउँछ क्या ब्रो घुमाइन्छ क्या त्यो कम्पनीले घुमाइन्छ ब्याङ्क त्यो कम्पनीले हुन्छ नि प्याकेजमा मान्छे लिन आएर ट्याक्सी स्याक्सी ट्रान्सफर होइन अब खानपिनमा अलिअलि यताउति होला बस्ने होटल ठिकै होला होइन प्याकेजमा जाने हुँदैन तपाईँहरू कि खुल्ला तपाईँलाई त्यो थाहा भइसकेपछि त्यो थाहा नभएपछि त मान्छे प्याकेजमा गयो भने सजिलो हो नि त होटल सोटल आफै बुक गर्ने किन आफूलाई भने जस्तो होटल चाहियो अनि त्यसपछि त्यहाँ गइसकेपछि अब त्यो उबर टाइपको कुराहरू भइहाल्छ ट्रान्सफर यताउति कुरा बुझिहाल्छ इन्टरनेटको जमाना रिसर्च गर्दै गयो त्यो प्याकेज बनाउने भने चाहिँ अब उनीहरूले भनेको फिक्स डेटमा हिँड्नु पऱ्यो उनीहरूको फिक्स कुराहरूले गर्दा सस्तो हुने हो नि त उनीहरूले भनेको टाइममा ठ्याक उनीहरूसँग भएको एयरलाइनको टिकट भएको दिनकोबाट डिपार्चर गरेर उनीहरूले पहिले किनेर राखे दुनियाँ उनीहरू के मिलाएको हो त्यस्तो त्यही चिजमा चल्नु पऱ्यो त्यो झ्याउँछ नि हो आफ्नो त आफ्नै हिसाबले आफ्नै हिसाब हुन्छ नि अब कस्तो घुम्न गए बेलामा कहिले काहीँ कस्तो हुन्छ नि भोलि बिहान 7 बजे टुर छ होला भन्दाखेरि 7 बजे किन टुरमा नउठ्ने होलिडे गएको 7 बजे उठ्छ म चाहिँ त्यस्तो भइदिने क्या अब अनि अस्ति अब त्यो श्रीलङ्का जाँदा वेल वाचिङ भनेर होइन ब्रो 8 बजे सिप हिँड्छ त्यहाँबाट होइन वेल हेर्नलाई भनेर अनि त्यहाँसम्म चाहिँ कति बजे पुग्नु पऱ्यो भन्दाखेरि 6 बजे लिन आउँछु म तँलाई होटेलमा अरे ल बिहानै 8 बजे हिँड्नेलाई म त अहिले भिडियो देखाउँछु त्यो बिहान म कति राति गयो क्या फुच्चेलाई अब उठाउनु पऱ्यो नि त हो रात बिहानै फुच्चे साइको हो क्या अब के भइरहेको छ निन्द्रामा क्या त्यो गर्नुपर्ने क्या मलाई चाहिँ कस्तो हो यो एउटा चाहिँ गल्ती भयो माटो यो गर्नु नपर्ने छ बिहानै उठेर त्यो किन गर्नु पऱ्यो यार छुट्टी गइरहेको बेलामा त्यो नि हो होइन छुट्टी भने त आनन्द छ केही गर्नु मन लागेन भने केही नगर्ने हो
त्यो लास्ट एक्टिभ भएर मान्छे छुट्टीमा वाइल्ड गरिदिरहेको हुन्छ नि मलाई त्यो लाग्छ यार त्यस्तो त म नि भ्यासेक्क लगाएर बस्यो भयो नयाँ ठाउँ यहाँ जस्तो हुन्छ यार। अनि आफूलाई बल्ल अब धेरै आराम गऱ्यो अब चाहिँ जानु पर्ला भन्दाखेरि अब उनीहरूसँग मिल्ने टाइम चाहिँ ठ्याक्क नहोला तर आफूलाई चाहिँ मुड मिल्नु पऱ्यो नि त हो। अनि गयो यसो एउटा ठाउँ गयो आयो एक दिन चिल गऱ्यो बस्यो अर्को ठाउँ गयो ठिकै छ नि ब्रो त्यो सबै चिज भ्याङ हुँदैन सबै चिज हेर्नुपर्छ भने सबै चिजको मजा केही चिज त छोडेर नि जाने अर्को पालि आउनु भनेर ब्रो जस्तो नि धेरै चिज हेरेर त्यसको के गयो नि मजा नलिनु सट्टा बरु थोरै चिज हेरेर त्यसको धेरै मजा लिने के लाइफमा हुन्छ नि धेरै चिजको थोरै लाइफमै काम लाग्छ क्या यो चिज धेरै चिजको थोरै मजा लिनु सट्टा थोरै चिजको धेरै मजा लिने क्या लाइफमा क्या त्यो हो क्या लाइफको सूत्र म चाहिँ त्यसरी सोध्छु क्या ब्रो सुन्दा ठिक लागेला अनि तिमीहरूलाई गर्नु चाहिँ गाह्रो छ गर्नु गाह्रो छ गर्नु चाहिँ गाह्रो छ चञ्चल मन हुनु चञ्चल मन हुन्छ राजा अनि त्यसले चाहिँ थोरै चिजहरूले ब्यागेज पनि धेरै हुँदैन अनि त्यसपछि सिम्पल चिज सिम्प्लिसिटी ट्रान्सपोर्टेसनहरू कतिको सजिलो रहेछ बाहिर यो जस्तो श्रीलङ्का थाइल्यान्ड छ ट्रेन छ बस छ ट्याक्सीहरू छ होइन अब त्यो टुरिस्टिक प्लेस टुरिज्म श्रीलङ्काको टुरिज्म अहिले एकदम बुम भइरहेको छ किनकि गोवाको सबै टुरिस्ट श्रीलङ्का सरेछ क्या ब्रदर गोवामा त एकदम हेरासमेन्ट हुन थाल्यो नि त पुलिसले हेरेर हान्दिने होइन लोकलले ऱ्याग हान्दिने अब त्यो लुट्नु उठ्ने यताउति त्यस्तो केसेस भएपछि खैरीहरू कहाँ बस्छ त त्यहाँ ब्रो भाइब चाहिएन त्यो त ब्रा र कटु मात्रै लाएर दौड्ने भाइब चाहिएन ब्रो अलिकति सिक्योर फिल भन्यो भने कहाँ तिनीहरू त्यसरी हिँड्छ त ए घाम तापेर त्यो भिडियो हेरेको छैन केटी त्यो बिगिनीमा घाम तापिरहेको छ गोल्डै बसेर हेरिरहेको छ नि यत्तिकै के त उहाँ के बरु नेपालमा भए कमसेकम हेरिस् नेपालमा भन्नु खोजेको सभ्य के अब हुन्छ नि हो राम्रो चिज जसले नि हेर्न खोज्छ तर सभ्य तरिकामा हेलो हाई हाउ भनेर बोलेर बरु गइदिने आफ्नो होइन त्यो हुन्छ नि गोलै बसेर हेराइदिएको छ नि त्यो भिडियो तपाईँले खैरिनले यसरी सेल्फी खिचिरहेको हुन्छ भुइँमा बसेर भिडियो फ्रन्ट क्यामेराबाट यसो पछाडि देखाउँदा त यसरी हेरिदिरहेको छ क्या ल त्यसले त्यस्तो धेरै आवाज आवाज हुने ठाउँमा त्यसरी हेरेको छ नि त्यो एकान्त कुनातिर पायो भने के होला भनेर डेन्जर नि अनि त्यो हुन थालेपछि गोवा ड्राई भइसकेछ गोवा होइन अनि त्यसपछि अहिले अब सबै पार्टीहरू यताउतिहरू रेस्टुरेन्ट्सहरू सबैमा श्रीलङ्कातिर तल झरेको छ बिच पनि दामी छ खाना पनि अब अस्ति नै त्यो के अरे पार्लियामेन्टमा घुसेर खाटमा उफ्रिदिने स्विमिङ खेलिने श्रीलङ्कामा भयो श्रीलङ्कामा अनि त्यही गरेर राम्रो भयो क्या श्रीलङ्का अब अहिले तिनीहरूले चाहिँ बााउन्स ब्याक गरिरहेको छ तिनीहरू पहिलाको सबै अति करप्सन भएर क्या सबै एउटै फ्यामिलीको मान्छे सबै मन्त्रीमण्डलमा क्या विचार गर्नु कस्तो हुन्छ जस्तो तेरो मन्त्रीमण्डलहरू सबै आफ्नै भयो नि त्यो आफ्नै नि भयो नि वाइल्ड क्या अब अनि तेरो अब श्रीलङ्का त तेरो सिप अब हुन्छ नि अनि खतरा क्या तेरो समुद्र भए देश छ समुद्र भए देश आइल्यान्ड नेसन क्या अब त्यो पनि होइन अनि अस्ट्रेलिया पनि आइल्यान्ड नेसन हो कन्टिनेन्टै हो नि अस्ट्रेलिया त सायद के हो कन्टिनेन्टै पनि भयो देश पनि भयो अब त्यो आइल्यान्ड नै पनि भनौँ न ठुलै छ नि त्यो कन्टिनेन्ट हो कि आइल्यान्ड भन्नु तर श्रीलङ्का चाहिँ आइल्यान्ड नेसन क्या अब अनि तेरो पाहाडहरू पनि वाइल्ड पाहाडहरू छ होइन अनि पानी पनि वाइल्ड क्या ब्रदर क्या त्यो पाहाडबाट यत्तिकै झर्ना झरिरहेछ क्या अबमा यस्तो साइको सिन क्या अब कहाँबाट त्यो स्टोरै भए जस्तो क्या अब हाम्रो त नेपालमा चाहिँ कस्तो भन्दाखेरि पेपरमा चाहिँ टन्न पानी होइन तर सानो कुलोहरू टाइपको जोडेर भ्यागुता बच्चा दौडिने कुलोहरू धेरै क्या अनि त्यो सबै चिज जम्मा भएर गएर एउटा कुनै ठाउँमा गएपछि मात्रै चाहिँ धेरै त्यो ठाउँ भने ठ्याक्क बोर्डर पछि क्रस गरेपछि अन्त हामीलाई त केही न केही भने सबै चिज मिसेपछि बोर्डरमा छ त्यो हाम्रो त्यो एउटै रिभरमा त्यो भोल्युम नै छैन क्या कि त रेनफल हुँदाखेरि मात्रै हो अनि त्यहाँ चाहिँ कस्तो भने त्यो अब त्यहाँ पनि रेनफलकै हो होइन तर पानी सानी वाइल्ड पर्दैन होइन अनि त्यो पाहाडको बिचबाटै झर्नाहरू क्या अब अनि त्यो झर्नाहरू वाइल्ड झर्नाहरू रिभर भएर ड्याम स्याममा हाइड्रो पावर टाइपको क्या अब त्यो पुरै त्यो के अरे कुन ठाउँमा हुन्छ पुरै घामको लाइट आउँदाखेरि त फ्लेम बगिरहेको छ त्यो मैले कहाँ हो मैले हेरेको एकचोटि खतरा त्यो मान्छे नि मान्छे श्रीलङ्का त पुरै त्यो रावणको पुरै के अरे त्यो हेलिप्याडहरू भएको के युट्युबमा आउँछ नि त्यस्तोहरू त्यहाँ चाहिँ गएन रावण त यस्तो रहेछ ब्रो रावण त कस्तो भन्दाखेरि श्रीलङ्कामा चाहिँ रावण हामीलाई चाहिँ अब पुरा इभिल राक्षस भन्ने छ उता त मान्छ नि उता चाहिँ कस्तो नि एकदम साइन्टिस्ट वैज्ञानिक रहेछ क्या ब्रो होइन हुन त नलेज धेरै भएको मान्छे नै हो त्यो बेलामा अब पुष्पक विमान उडाएको भन्ने छ नि त यदि रावण पुष्पक विमान पनि त नि कुबेरको झाइजा घाने हो नि त अर्काको लुट्दियो होइन त अनि त्यहाँ चाहिँ केही केमिकल युज गरेर उसले उड्ने बनाएको अरे क्या ब्रदर हुन्छ नि अब फ्युल केही युज गरेर होला प्रोपल्सनको लागि हुन्छ नि फेरि त्यो आइडिया के थियो जुन हाम्रो दिमागमा फुरेन कि अहिले धेरै चिजहरू भन्नु भन्छ त उनीहरूको लागि चाहिँ रावण एकदम फिलोसफिकल किङ र कस्तो भने अब वैज्ञानिक होइन
तर उसलाई अब त्यो सीताराम लीला र उसले अब ऊ त डेन्जर नलेज भएको मान्छे हो नि ऊ त के अरे पुरै शिव भक्त पुरै त्यो सबै के वेद सेदको के ज्ञान अनि अलिकति अहमताले नै त्यो गयो भन्ने कुरा त हो नि त्यो हिसाबमा अब खोइ अब इतिहासको लेख्यो जे लेख्यो त्यो हिसाबमा हामीले अब हेर्दाखेरि अब टिभी खोल्दा बित्तिकै ह गरेर यत्रो जुङ्गा भएको ऊ नराम्रो राम क्या ह्यान्डसम चिटेको देख्ने होइन फेरि यसो क्या समुद्र भइसकेपछि चाहिँ कस्तो हुने रहेछ भन्नु ब्रो युरोपियन्सहरू त अब पहिले सिपहरू गरेर होइन गरे अन्त वाइल्ड गरे अन्त डाङडुङ गइदिने क्या ठाउँमा यो हाम्रो यो चाहिँ टाइपको क्या अब हुन्छ नि जस्तै डचहरू होइन इन्डियामा नि पोर्चुगल फ्रान्स छ नि, इङ्ल्यान्ड सब आयो होइन त्यो बिल्डिङहरू कति त्यस्तो टाइप बनाएको अब इन्डियामा गइसकेपछि अलिकति तल सेल ल तिमीहरू यहाँ बस्ने भए हामी चाहिँ अलिकति तलसम्म गयौँ ल भनेर तलसम्म जानेहरू त श्रीलङ्का पुग्यो नि त फेरि होइन त्यो नि सोच्नु अब त्यो बेलामा अब घुम्दै 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 वाइल्ड खतराहरू हो नि तिनीहरू त त्यो आइल्यान्ड एक्सप्लोर गर्दै हिँडिदिनेहरू क्या अब खानासाना होइन सिप बनाएर खानासाना मान्छे सान्छे यताउति टाकटुक वाइल्ड स्टर्महरूबाट पनि गइदिने त्यो खतरा त्यो बेलामा मागाटाङ त्यो यस्तो क्रुज सिप जस्तो खतरा नभए पनि मोटरवाला सिप नभए पनि कसरी गयो होला जस्तो लाग्ने कोलम्बस रिनर है सस्तो ब्रो ठिक हुन्छ नि त्यो तारा हेरेर हुन्छ झन् ढिलो पनि पुग्ने झन् वाक त्यो मोसन सिकनेस होइन सी सिकनेस हुने क्या मान्छेलाई क्या त्यो वेल हेर्न गयो नि ब्रो हामी होइन 60%ले वाक्यो क्या ब्रो त्यो सिपमा क्या 70-80जना थियो ओहो त्यस भए 40 म चाहिँ जान्न थियो होला 50जना 40-50जनाले वागिरहेको छ क्या म जान्न होला सी सिकनेस भइदिने क्या मान्छेलाई वाइल्ड वागिदिनु भने मेरो ब्यागमा वागिदिएर एकजनाले यार ल ऊ ब्यागमा मेरो वागिदिएर बुढी मौसम बिच्किरहेको छ क्या ब्याग अघि हटा भनिरहेको छु त्यहाँ वागिसक्यो टाइपको क्या उता फुच्चे नै वागिरहेको छ होइन ल होइन पुरै वा त्यस्तो साइबको सिट क्या अनि त्यो सिपमा चाहिँ वाइल्ड क्या अनि वेल सेल पनि देखेन डल्फिन सल्फिन चाहिँ देख्यो होइन अनि एउटा कछुवा चाहिँ उतार्नु पऱ्यो पुरा स्विमिङ हान्दा थियो होइन हो अनि कछुवा विष्णु भगवान् जस्तो हो होइन अनि त्यसपछि मान्छेहरू वाइल्ड वाक दिइरहेको थियो यार आमा अनि बिच बिचमा वाकिरहेको थियो मान्छेहरूलाई अनि बिचमा स्न्याक्सहरू ल्याउने कसले खान्छ भने स्न्याक्स त्यो हेर्नै मलाई आउँदैन त्यो बेलामा अनि त्यहाँ फेरि कस्तो भन्नु फेरि इन्डियनहरू चाहिँ वाइल्ड भइदिने क्या ब्रदर त्यसको पुरै परिवार होइन वागिरहेको छ जस्तो अप्पर डेक लोवर डेक होइन अनि अप्पर डेकमा चाहिँ धेरै हल्लाउने फिलिङ हुने भएर वाकिदिने क्या मान्छे लोवर डेकमा चाहिँ धेरै त्यस्तो फिलिङ नहुने नवाग्ने क्या अनि त्यसको होल परिवारै लोवर डेकमा थियो क्या सब वागेर शिथिल होइन त्यसकै परिवारले वाग्यो क्या मेरो ब्यागमा अनि त्यस्तो भइरहेछ होइन त्यो आएको स्न्याक्स चाहिँ त्यो पुरा शिथिल हुँदा पनि 4-5जना सबैको स्न्याक्स बटुलेर समातिरहेको साइकको लगाइदिएर मलाई त ल हुन्छ नि अब फुल परिवार वागिरहेको छ उसलाई त्यो स्न्याक्स चाहिँ अब पछि खाउँला टाइपको क्या अब हालिरहेको छ क्या बुल्डे भन्दै थियो होइन त्यहाँ ब्याग स्याग मिलाउँदै स्न्याक्स चाहिँ पुरा यस्तो क्या इन्डियनहरू थियो कि वाइल्ड यिनीहरू औडा हुन्छ रे जहाँ पनि यिनीहरू अलिकति मान्छेले नेपालीहरू हामीहरू धेरै जस्तो पहिलेदेखि एकदम राजकीय क्या ब्रदर बुझ्नु होस् टाइपको क्या छ नि त्यस्तो खान्छ यहाँ आफूलाई कस्तो बमन भइरहेको छ टाइपको हुन्छ नि जान्दै त्यतातिर हेर्दै नहेर्नु भने टाइपको क्या त्यो टेन्सनै नलिने नि त्यो झन्झट नलिने क्या हाम्रो राजकीय भन्दा पनि कस्तो भन्दाखेरि त्यो मलाई खाना मन छैन भन्दा पनि अब खाना पायो भने त्यही त हुन्छ तर बोकिरहन्छ कसले लान्छ कसले झोला कसले बोकिरहन्छ देख्ने के त्यो बोकेर लाने त पर्दैन बर्मा तिमीले अहिले उता अरू अरू खुवाउँछ तिमीलाई त्यो बच्चालाई पसलतिर बाउले डोर्ने घर गरिदिनु साँचेर लगेर उसलाई त्यो इम्ब्यारेसलाई त घरमा ल्याएर दिइहाल्छ नि हामीलाई त घर दिन्छु भनेर बाउले क्या दियो तपाईँले बाउले मैले देखाएको छु केटाहरूको भिडियोको मलाई त बाउले कहिले भिडिएन मलाई चाहिँ त्यहीँ हुन्छ नि केही न केही खतरा गफ हानेर गर्ला नि हो ए कन्भिन्सिङ चाहिँ खतरा क्या मेरो त त्यो छन् झन् त्यो बेच्नेहरूले पाएपछि यसले यो मेरो सामान चाहिरहेछ बस म 3-4 चोटि हिँड्नुपर्छ यसको बाउले जसरी नि किन्छ भन्ने टाइपको हुन्छ नि त्यो रङ्गशालामा जमानामा त्यो यो सिट राखे नि धेरै भएको छैन नि यता भिआइपी उता त पुरै ढलाङ त्यहाँ बस बाउ पुरै फुटबल फ्यान त्यो जमानामा त्यो क्लबको गेमहरू हेरेर म सानो बच्चा हेरेर पानीपुरी आउँछ नि पानी के हो यो खाने हो यस्तो त्यो हिँडिने के दिन्छ बले तरकारीबाट निको थियो त्यो म चाहिँ बच्चा हुँदाखेरि टक्क गएपछि अगाडि खेलाउन पसल भएपछि ट्याक्क यता खेलाउन पसल छ भने बाउले चाहिँ बाबु यता हेर त के रहेछ भनेर मलाई जहिले बोलाउने अरे क्या म चाहिँ टक्क यता हेर्दै गर्दै गएँ यता खेलाउन पसल गइसक्यो क्या अब टेक्निक चलाउनु पनि भुइँमा लडिदिने रे म अनि
यता देखाएर उता बिच माछाको मेमोरी जस्तो त्यही चिज मैले मेरो छोरालाई गर्छु आज पशुपति जाँदा त्यो बबलवाला छ नि थाहा छ त्यो फुक्ने होला त्यो त साबुन हो नि त बच्चालाई खाइदिए पिदिन्छ छ्याउँदैन एउटा भिडियोमा निलेखा नि अनि त्यो किन्ने भन्छ ठ्याक्क त्यो रहेछ बुढीले देखाइहाल्यो त्यहाँ अब किन हिँडेर थिएँ मैले त्यहाँ ठ्याक्क त्यसको अगाडि गरेर उनीहरू हेरेर त शिवको टाइपको गफतिर अनि नमस्ते गरेर त्यही गर्नुपर्छ क्या हर्छ दिने त्यस्तै हो ब्रो बच्चाहरूको नि टफै छ है टफ छ नि ब्रो के अरे 1970 को कन्सर्ट भएको थियो नि ब्रो त्यतिखेर 10 रङ्गशालामा स्ल्याबै थियो यार माथि मलाई याद छ त्यो जमानामा होला स्ल्याब हो त्यतिखेर याद छ मलाई त सिधै प्लास्टिक धेरै पछि हो प्लास्टिक पछि हाल्यो नि त्यो अनि म त्यसपछि गएको भनेको नेपालको अफगानिस्तान नेपालको म्याच भएको थियो अनि त्यो हेर्न जाँदाखेरि चाहिँ त्यत्रो सिटै थियो कुनवाला त्यो नेपालले अस्ति भर्खर लास्ट हारेको वाला होला साफको होला 15-16 तिर होला ए त्यो 15-16 अस्ति लास्ट टाइम त विदेशमा जितिहाल्यो नि नेपालीहरूले फोन हानेको डान्स खुसी लागेको थियो सो त्यतिखेर पनि उ थियो रङ्गशाला है हाम्रो एउटै रङ्गशाला छ यार ब्रो तर आज कस्तो न पशुपतिमा कस्तो फिल भयो भन्न मलाई कस्तो त्यो पूजासुजा गर्ने होइन प्रसाद चढाउने होइन एउटा टाइपको पूजा गर्ने टिका सिका लगाइदिने टाइपको गर्नलाई चाहिँ पैसा काट्नुपर्छ क्या ए होइन अनि तेरो अब 2500 होइन 2500 गऱ्यो भने टक्क घिउ अनि मह अनि टक्क लाएर एउटा अर्को के एउटा दही हो के हुन्छ चढाउने माला साला चाहिँ टिका लगाइदिनु गरिदिन्छ अनि अर्को 7500 हुन्छ त्यसमा चाहिँ दुध सुध यताउति अङ्खरामा टाटो फलफुल सलफुल टाइपको क्या अनि त्यो हुन्छ होइन अनि त्यसपछि अनि त्यो गर्दा नि त्यो पूजा अनि भट्टो हुन्छ नि टक्क रसिदहरू यस्तो हेरिदिने क्या अब रसिदहरू क्या त्यस क्या साइको लागेर भने एटलिस्ट रसिदवाला चाहिँ अर्कोले गरिदिन्थ्यो त्यो अरूले सम्हालेर कस्तो साइको देखायो क्या त्यो भट्टोको हातमा रसिद क्या अब मलाई त त्यो कस्तो मरुन डार्क लुगा लाउँछ होइन त्यहाँको सेक्युरिटी पनि हुन्छ उनीहरूलाई होइन पुलिस भट्टो त खतरा दिन्छ नि पुरा यहाँ लाउँछ टाउकोमा पनि पुरा उसको रुद्राक्षको माला बेरे हुन्छ होइन सब हातमा पनि टक्क रुद्राक्ष हुन्छ क्या त्यो दामी देख्छ क्या रातो कलरको होइन तालु मान्छे होइन त्यो हेर्दै क्या खतरा पुजारीहरू जस्तो देख्छ होइन त्यस्तो च्याउ लाग्ने क्या यसरी है गरिदियो नि है यस्तो के त्यो पावर अनि फेरि पहिला चाहिँ अहिले त कता गएको छ र मूल भट्ट अब इन्डियाकै हुन्छ राजस्थानकै हुन्छ उताकै हुन्छ होइन पहिला त अब राजा मर्दाखेरि नियम पूजा रोकिन्छ होइन झुठो पर्छ सबैलाई जनतालाई भनेर नियम पूजा रोकिन्छ त्यही भएर पुजारी चाहिँ बाहिरको हुनुपर्छ भने उसलाई झुठो पर्दैन भन्ने हिसाबमा कि पशुपतिको नियम पूजा त रोकिनु भएन नि त तिम्रो अब अहिले दर्शन गर्दा गर्दै तेरो तलबाट जल लिएर आउँछ क्या त्यो जल ल्याउँदा चाहिँ जति भिड चाहिँ भने पुलिस वाइल्ड मान्छे साइड लगाइदिएर त्यो खाली बनाएर कसैले नछोइकन लिएर आउँछ क्या त्यो जल त्यो नियमहरू छ रमाइलो छ नि है त्यो पनि छ थुप्रो अनि त्यो माथिबाट चलाएको जल सरर पाइपबाट तल जान्छ क्या अनि त्यो चाहिँ टक्क बागमतीमा निस्किन्छ नि त्यो ब्रह्मनालमा जो चाहिँ मान्छे बितेको मान्छेलाई चाहिँ त्यहाँ लास्टमा त्यहाँबाट चाहिँ त्यही मुखमा त्यहीँ माथि चढाएको आउँछ त्यो खतरा छ है टेक्निक खतरा छ यार चिजहरू खतरा छ यार त्यो क्रिया बस्ने 13 दिनहरू पनि एकदम खतरा लजिकल छ क्या लजिकल इन द सेन्स अब त्यो खतरै हो त्यो सोच्दाखेरि चाहिँ यस्तो सोच्छु होइन धार्मिक स्थलहरू बाहेक अनि तपाईँलाई नेपालमा अर्को ठाउँहरू चाहिँ कहाँ चाहिँ अहिले मनकामना चाहिँ कहाँ जानु मन छ मनकामना त्यो पनि धार्मिक स्थल खतरा मनकामना पनि म नि गएछु कतिचोटि 2-3 चोटि गएँ अनि मलाई बौद्ध पनि खतरा लाग्छ बौद्ध पनि पावर खतरा छ बौद्ध स्वयम्भू त्यही भएर स्वयम्भूको त मन्दिर परिसर मात्रै होइन वरिपरि पनि त्यो रिङ रोडबाट जाँदाखेरि पनि त्यो स्वयम्भू पनि छ क्या त्यो भन्नुवाला पावर दामी छ त्यो पनि स्वयम्भूको पनि त्यही भएर मैले भने त बच्चादेखि त्यहाँ बसिरहेको भएर अन्त मन्दिरसँग जानै परेन क्या त्यो पावर कन्सटेन्टली लिइरहेको नि त खै त मलाई मात्रै अरूलाई किन्न आउने जस्तो कि होइन तर हुन त त्यहाँ थुप्रो छ नि त्यो त आफूले कसरी लिने भन्ने आफूले कसरी लिने भन्ने कुरा हो अघि तैँले भनिहाल्छु त्यही हो बिहान भजन सजन त्यहाँदेखि आवाज आइरहने भजन नि मजा आउँछ अहिले चाहिँ अलिक बेसी घरहरू ध्वनि प्रदूषण बेसी भएर चाहिँ अहिले त त्यो चिज मान्छेले बिर्सिँदै गयो तर सम्झिने मान्छेले गर्ने मान्छेले त्यो पहिलेदेखि गरिरहेको छ छोडेको छैन होइन ब्रो अब अहिले पनि मान्छेहरू छ जो चाहिँ पहिलेदेखि गरेर 30 वर्ष 32 वर्ष 35 वर्ष 40 वर्ष भइसक्यो होला एभ्रिडे पशुपति जानेहरू पनि छन् क्या ब्रदर तर मेरो घरमा त सुन्छ त्यो एयरपोर्टमा प्लेन स्टार्ट भएर त्यो इन्जिन भएको सुन्छ भने बिहान पत्याउँदैन भने मान्छेले अहिले पनि सुन्छ क्या ए हो र मेरो घर डाँडामा छ नि त त्यही भएर खतरा हो नि यार सुन्छ क्या बिहान पहिला जस्तो 12 बजे चाहिँ घन्टा घरको आवाज काठमाडौँ भ्यालीभरि दिउँसो त्यो घाम चकमक्क लगाइसकेपछि यसो चाहिँ सुन्दैन फेरि त्यस त्यो अझ पहिला चाहिँ घन्टा घरको सुन्थ्यो अरे क्या सबैतिर त्यो पनि भने हो अनि प्लेन त अहिले पनि सुन्छ 21 तोको सलामी दिएको रनवेमा त अब हुन्छ नि कुद्नुलाई त्यो लिएको त्यो चाहिँ ठ्याक्कै जस्तो तोपसो पड्काएको पनि सुनिन्थ्यो यार पहिला
त्यो त खै अहिले त थाहा छैन, पहिला त त्यो के घोडा जात के राजा रानीको बर्थडे सडेमा डुङ डुङ 2-3 चोटि हान्थ्यो के भन्ने कुराहरू थियो। राजा रानीको बर्थडेमा दिन्थ्यो क्या, अब 21-22 है सलामी डुङ डुङ डुङमा। के अब हामी त आफूलाई 21 तोपको सलामी दिने त हो नि। अहिले त सिजन हो, 1 तोपको सलामी नै दामी दिन्छ। दामी दिन्छ रे। अब तर यो 2 महिना ढिला भयो योपालि। त्यो बाइक चाहिँ तपाईँलाई के मनपर्छ क्या? मलाई मेसिन गन पनि मनपर्छ, अनि त्यसपछि पिस्तल पनि मनपर्छ। त्यो कुरै काला दिइरह्यो क्या, अब क्या आफू पन्छिएर खोजिदिइरह्यो क्या। डाँडा काँडा म्याक्सिमम् तपाईँ डाँडा काँडा त अब बन्दीपुरै हो तपाईँको, त्यो एज अ बिजनेस लिन जानै पर्ने भयो, धेरै गएर नि त्यहीँ भयो। अरूतिर ठाउँहरू एक्सप्लोर गर्नु? अब अरूतिर ठाउँहरू एक्सप्लोर गरेँ भनेर भन्दाखेरि चाहिँ पोखरा हो मेरो गो टु प्लेस होइन। पोखरा चाहिँ मलाई चान्स पाएँ कि म भागिहाल्छु पोखरा। चान्स अलिकति जस्तो लाइक 10% जस्तो चान्स निक्लिने बित्तिकै म टाइप पोखरा गइसक्यो। 3 घन्टाभित्र पोखरा गइसक्यो म। तर त्यो 10% जस्तो चान्स पनि बन्दीपुरबाट ओह्रालो ओर्लिँदा यता त्यस्तो भइदिन्छ। ताल मिल्यो भने त म जहिले लेफ्ट हो। बदम खै काजु खाउँ, बदम खै काजु खाउँ। अझ त्यो बाटो बन्नुपर्छ क्या ब्रदर, 2 लेनको बाटो कम्प्लिट होस् होइन। त्यसपछि त ब्रो पोखरा त बिहानमा गएर दिउँसो भात खाएर साँझै बन्दीपुर फर्किदिने क्या। फेरि भोलिपल्ट बिहान गइदिनु क्या बेलुका होइन क्लोजिङ गरिदिएर होइन बिहान हिँडिदिने। खतरा हुन्छ त्यो तिम्रो यो होइन नागढुङ्गाको टनल होइन बन्छ नि, सीता बाहिरबाट टक्क फ्लाइओभर छ क्या, अनि त्यहाँबाट सुइँ जाने बित्तिकै फ्लाइओभर घुटुटुटुटुटु ढ्याडक घ्याडक, किनकि फ्लाइओभर त जोडे बनाएको हुन्छ नि त, बिचमा घ्याडक 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 आवाज आउँछ क्या, टक्क त्यो आवाज सुन्दै टक्क जोइनमा अब कहीँ पैसा तिर्नुपर्छ होला होइन, जोइनवाला क्या, घ्याडक घ्याडक। फेरि त्यो त्यस्तो हार्ड पनि हुँदैन क्या, कम्फोर्टेबल टाइपकै हुन्छ त्यो चाहिँ। अब हल्लिँदाखेरि त्यो लचकता त्यो राख्यो नि, त्यो हिटले अथवा केही कुराले अथवा एक्सपान्ड हुँदा गर्दा लचकता चाहियो नि त। अनि त्यसपछि त्यहाँबाट सनन्न गएर त्यसपछि टक्क पैसा तिरेर लुत सीता पाइलाको टनलभित्र छिर्यो होइन, उहाँ डाङडुङ डाङडुङ ल माथि भुइँचाल जान्छ साइको सोचेर होइन, ल त लाइट हुन्छ सर भन्छ। अनि मलाई चाहिँ कहाँसम्म थाहा छ, त्यो टनल खोलेपछि मान्छेहरूले सिकाएको छ त्यो टनलभित्र छिर्ने बित्तिकै चिच्याउँछ क्या, अनि त्यो उता चिच्याएको होइन तिम्रो इको त क्या खतरा भएर आइदिन्छ क्या। उतापट्टि टनलमा कराउँदाखेरि क्या मजा आउँछ यार। अनि त्यसपछि अब अस्ति त्यत्रो टनल छिर्यो, कराउँदै कराएन, अब नेपालकै टनल कराउनु। अस्ति त अस्ट्रेलियामा उता त्यहाँ त टनल ठुलो छ है, वाइड मसिन त्यहाँ किने त्यो लाइटहरू हिँड्ने, त्यो पुरै हिन्दी फिल्ममा हिरो चाहिँ कुदाएर आउँछ गन्जी लाएर नि, हिरोइन चाहिँ पुरै कपाल उडाउँछ नि, त्यसपछि स्वाट निस्किन्छ नि समुद्रको साइडको। त्यस्तो खालको सिनहरू है। कोस्टल तेरो अस्ट्रेलियाको कोस्टल ड्राइभ पनि दामी होला नि ब्रो, रोड थिएन त्यो बिचको साइडबाट रोड हाइवेहरू साइडमा थिएन, त्यो थियो छन त देखिने ओसन देख्दै हेर्दै हेर्न मिल्ने त्यो त छ, त्यो वाला त त्यो स्ट्रेच होला नि होइन, त्यो मजा आउँछ नि। अनि त्यही चिज हाम्रो नेपालमा पनि हामीसँग हिमालयन छ नि त होइन, हिमालयन रेन्ज होइन। अनि हाम्रो चाहिँ कस्तो हुन्छ खतरा क्रस कन्ट्री हिमालयन गाडीमा क्या, इमेजिन गर्नु ब्रो, पूर्वबाट अथवा कतैबाट अथवा मिडबाट इमेजिन त गरेँ। अब त्यो चिज अब हुने त अब अहिलेको जस्तो बाटो होइन क्या, यहाँ टर्निङ त्यस्तो होइन क्या ब्रो, सल ल टाइपको बाटो क्या, किनकि बाहिरको मान्छेहरूले प्लेनबाट होइन, त्यो त अब बाटोमा चाहिँ यस्तो हुने हेर्न बाटो सला होइन, त्यस्तो बाटो बनाउनु पऱ्यो क्या ब्रो, किन भन्दाखेरि त्यसपछि आँटे त सक्छ के अरे। अब विदेशीले आफ्नो फरारी लिएर आउँछ नि त ब्रो, कहाँ यहाँको ल्यान्ड क्रुजर चढ्छ त भन्छ, कहाँ यहाँको मारुति चढ्छ त विदेशीले, बिलियनरले त आफ्नै गाडी लिएर आउँछ 4-5 वटा बुगाडी सुगाडी डाङडुङ लिएर आउँछ। तर हिमालय एरियामा तिमीहरूले पेट्रोलवाला चाहिने, ल त्यसो तिमीहरू त्यसको लागि त अति महँगो छ यार, तिमीहरूले त $1 मिलियन तिर्नुपर्छ ट्याक्स त्यो कार्बनको उसको लागि, अनि त्यसको लागि केही काम पनि गर्ने हिमालमा होइन। तर अनि सकेसम्म चाहिँ इभीलाई प्रवर्धन गर्ने क्या, इभी गाडीहरू नि त बनाइसक्यो नि त, इभी गाडी झन् खतरा कुद्छ नि त। अन्त विदेशीले टक्क इभी गाडी अथवा यहीँबाट हायर गर्नु दिने इभीको, अन्त ट्रान्स हिमालयन हाइवे क्या ब्रो, सोच्नु ब्रो तिम्रो चाहिँ चुनावमा उठ्नु नि तपाईँ, कुरा त खतरै है, भएपछि काम गर्छ गर्दैन होला है। किन गर्दैन ब्रो, तिम्रो त्यो बाटो त्यो ट्याक्सै कति आउँछ, टुरिस्ट कति आउँछ होला ब्रो, कस्तो टुरिस्ट आउँछ होला, तपाईँलाई अरूले गर्नु दिन्छ होला त नि। ट्रान्स हिमालयन बाटो भन्यो भने कस्तो टुरिस्ट आउँछ, कहाँ झोले आउँछ त ब्रो, झोलेसँग पैसै हुँदैन नि त्यहाँ
त्यहाँ त तिम्रो बिलियनरहरू आउँछ मलाई त्यो त हो आउँछ हिँड्दै मलाई त्यो हुन्छ नि $1 million त्यो त बनेपछि पो आउँछ नि त्यो बनाउन दिन्छ होला जस्तो लाग्छ तपाईँलाई त्यो बनाउनलाई फेरि पैसा धेरै लाग्छ हामीसँग छैन नि त पैसा अरूले पैसा भयो भने नि तपाईँको अरूले बनाइदियो भने ठिक छ हामीले बनाइदिउँ अब 30 वर्षसम्म हामी यसको सबै चिज लिन्छौँ त्यसपछि तिमीहरू लिल भन्दाखेरि त्यही त हो नि होइन उसले त्यत्रो पैसा हालेर बाहिरको फन्डबाट भने नि अब ल जे भए पनि यहीँको तपाईँको अरू हुन्छ नि त अपोजिसन यताउता यिनीहरूले राम्रो काम गर्न तपाईँले सोचे जस्तो काम नेपालमा जति करप्सन भएको छ नि अहिलेसम्म जति पैसा लुकाएको छ जे जस्तो छ नि होइन त्यो सबै पैसा निकाल्यो भने चाहिँ बन्छ होला कहाँ होला त यो पैसा स्विस ब्याङ्कतिर होला नि ब्रो अफसोर अकाउन्टतिर होला भल्ट नम्बर दुबईमा होला दुबईमा एकजना बसेर पुरा हिसाब गरिदिएको छ अहिले कति कति दिरम कति दिराम यस्तो चुनावमा लाग्यो कति छुट्याएर राखौँ ल तिरम होइन हो नि त ब्रो गरिरहेको छ त्यसरी लुगाउँछ नि त मैले भने नर्मल त हामी घुम्न जानु पऱ्यो $2500 मात्रै लिएर लान पाइन्छ क्या ए बाबा मेरो छेउमा त म बाइक बेचिदिँदैछु क्या म बाइक बेचेर भयो नि म 10 लाख रुपियाँ लिएर घुम्न जान्छु नि भने पाइँदैन क्या पाउँदैनस् तैँले 2500 मात्रै हो बाइक बेच तर 2500 मात्रै हो 2500 मात्रै त्यो लिमिट राखेको छ नि त ब्रो त्यो हाम्रो औकात हो क्या देखाइदिएको नि ब्रो तिमीहरू जस्तो जे गरे पनि कि त साइड लाइनबाट गर हुन्डी गर हुनेछ नि किन होइन तर तिमी हामीले गराएको छैन है फेरि अनि आफ्नै पैसाले त्यो मजा आउँदैन नि त ब्रो आफ्नै पैसाले घुम्दाखेरि पनि त्यो त्यो चोर बाटो अप्नायो भने त मजा आयो त लाइफमा त्यही भने लाइफमा त रात सुत्नु पऱ्यो नि त बेलुका त रात भात हान्ने बित्तिकै निन्द्रा लाग्नु पऱ्यो नि त लाइफमा त त्यति टेन्सन चाहिँ हुनु भएन क्या लाइफमा कति टेन्सन हुने भन्दाखेरि चाहिँ भात हान्ने बित्तिकै निन्द्रा लागोस् मैले छट्ट होइन भात हानेको 5 मिनटमा निन्द्रा लागोस् त्यति टेन्सन पनि पाल्यो हुन्छ सुत्नु पऱ्यो नि रातमा गएर नि खानै मन लागेको छैन अनि सुत्नु पनि निन्द्रा लाग्दैन भने त्यति दुईवटा काम चाहिँ गर्नु हुँदैन जस्तो लाग्छ मान्छेको ब्रो लास्टै है तर खोइ सुतिरहेछन् माछा लिएर औषधि खाएर भने है औषधि खाएर त त्यो त औषधि खाने बेला त एउटा विचार त आउँछ तर हुँदा बानी लाग्छ मान्छेलाई युज हुन्छ होइन तर जहिले पनि औषधि खान्छ अनि औषधि नभएदिन औषधि सिद्ध्यादिन औषधि बिर्स्यादिन के हुन्छ होला नि त्यत्रो कमाएर राखेकोहरू त अब त्यत्रो देशै हाँक्ने हिम्मत भएकाहरूले त केही न केही त राखेको होला नि यसो कमाएर भन्ने चाहिँ कस्तो रहेछ भन्नु ब्रो मलाई लाग्यो अब 50 अर्ब रुपियाँ छ तिम्रो अरे होइन 50 अर्ब रुपियाँ बोकेर त हिँड्दैन नि तिमी कहिले पनि 50 अर्बको एभ्री टाइम तिमीले 50 अर्बकै भ्यालु त लिँदैन नि त होइन 50 जना होला तिम्रो खुट्टा मारिदिने 30 जना होला गाडी चलाइदिने 4 जना त गाडी पुस्निराखेको होला होइन तर मैले भनेको तिमीले त्यो एट अ टाइम त गर्ने एउटा एकदम लिमिटेड चिज हुन्छ नि त अनि एट अ टाइम जे लिमिटेड चिज गऱ्यो भने लास्टमा गएर त्यो चिजले लिमिटेड यो त्यो ठुलो जे जस्तो भयो नि त्यसले दिने फिलिङ र के फिल गरिरहेको छ भन्ने कुरो हो नि त त्यही हो ठिक छ जति तेरो मान्छेले पैसा कमाउँदै गयो यताउति गऱ्यो अब त्यो हार्डकोर लाइफ हो नि ब्रदर तिम्रो म्यानेज गर्नु पऱ्यो त्यही लेभलमा अब अघिल्लो वर्ष 2 करोड कमाउँछ अब आउने वर्षसम्म 12 लाख कमाउनु त मान्छेलाई त्यो टेन्सन हुँदैन हुन्छ तेरो 20,000 कमाएर मान्छेलाई अब अघि अर्को वर्ष चाहिँ 25,000 छ अथवा 30,000सम्म चाहिँ बढाउने भन्ने त सजिलो भयो नि त्यो त होइन तर अब अनि त्यो गेम अप जस्तो जति गेम अप हुँदैको त्यति गाह्रो हो क्या 50,000 कमाउनेलाई अब अर्को वर्ष त 70 बनाउनु सतो गाह्रो छ क्या तर हाम्रो त त्यो नेपालीहरू खै गरिब सोच भएर के हो कति पैसा भयो भने पुग्छ भने नि कहिले $1 बिलियन भन्दैन क्या मलाई 12-13 करोड भयो भने चाहिँ जिन्दगी त्यो होइन सोच्दाखेरि त ठुलो सोच होइन कसैले त्यसो सोच्यो भने त 10-12 करोड भयो भने चाहिँ त्यसपछि जिन्दगी होला के भन्छ थुक्क इमेजिन गर्दा त धेरै सोच भने होइन I only want 10 billion, 50 billion होइन त्यस्तो भन्नु नि वर्ल्डको सबसे धनी मान्छे बनिदिनु ल के भन्ने नागमणि भेटाएर त्यो सोच पनि भन्दैन कि प्राय मान्छेले हो भने 50 वटा नागमणि भेटाएर मैले नागमणि भन्ने नि कत्रा भन्ने ब्रो होइन नागमणि नागमणि हुन्छ त कुरा चाहिँ सुने हो के हो पहिला म बचाउँदा चाहिँ नागमणि गफ धेरै सुने यो नागमणि भइदियो भने अनि पुरा बेचेर टाइप हो क्या त्यो फेरि हिन्दी फिल्मले नि लास्टै हाने त दिमागमा अमरीश पुरी आउने त्यो हुन्छ नि त्यो नागमणि सागमणि त्यो पनि यत्रो कोहिनुर भन्दा ठुलो हिरा त्यो देखाएर यस्तो 600 लाग्छ तपाईँलाई नागमणि होइन सर्पले सुन्न त सुन्दैन म चाहिँ सुन्दैन कानै हुँदैन त्यो होला त त्यो त फ्याक्ट कुरामा आयो अब त्यो मनी त खोइ नागमणि त थाहा छैन ब्रो तर नागमणि चाहिँ त्यही हो हामी कहाँबाट पुग्यो नागमणि
तपाईँले निकाले त नि कुरा त्योभन्दा अगाडि ठ्याक्कै के कुरा गर्ने ऊ सोच नेपालीको पैसा दिने कति चाहियो भन्दाखेरि मलाई यति करोड भए पनि पुग्छ भन्छ भने पहिला सिरियलमा 5,000 करोड भन्दा म्याट सिरियल लेख्नेले गफ हान्यो भने चाहिँ हुँदो रहेछ क्या हुँदो रहेछ क्या त्यति पैसा हुँदो रहेछ त्यति पैसा हुँदो रहेछ त्यो त त्यतिखेर मान्छेहरूसँग मान्छेहरूको सोच्नु ब्रो अब जस्तो मान्छेहरूको खातामा होइन अब 5 करोड 44 लाख टाइपको छ क्या मान्छे खातामा यसो हेर्दाखेरि मोबाइलमा हुन्छ नि ब्रो होइन 10 करोड 12 करोड होला नि फिक्समै होला कति होइन मान्छेको त्यो डिफ्रेन्ट डिफ्रेन्ट लेभलको हुन्छ नि फिक्समा होला एउटा अब त्यो यतिकै चल्तीमै होला क्या त्यो अब कसैलाई यस्तो टक्क हेऱ्यो आफ्नो बेलामा 42 आज 22,000 छ 22,000 छ भने खुसी हुने मान्छे छ होइन भइहाल्छ नि होइन त्यो आफ्नो हो क्या अब त्यो त्यही त थोरै चिजमा धेरै रमाइलो यस्तो पैसा सेसन अर्काले माया यस्तो हेरेको गाउँमा 900 ओहो इसियाबाट कसैले 100 रुपियाँ 1000 हुन्छ निकाल्ने मिल्यो होइन इसेवामा 1000 हुनुपर्छ हो निकाल्दै होइन म इसेवा चलाउँदैन नि त अनलाइन हो नि त म त के अरे म त त्यो क्यासमै हो नि त त किन क्यासमै हो खास अनलाइन किन हार्ड क्यासै हो म त हो ओल्ड इज हो कसैलाई थाहा नै नदिने कतिवटा थाहा नै त्यो मेरो त्यो उत्यो नराख्ने हो कि सही कुरो हो कति उत्यो के भयो भन्ने कति नै त इन्कम ट्याक्सै 3% लुगे जस्तो कि होइन पैसा छैन र त नचला अरे त्यो ब्याङ्कमा राख्ने लाज हुने टाइपको भएर हो होइन पहिला चलाउँछु भन्दाखेरि त्यो मेरो यो ब्याङ्कमा थिएन अनि अहिले चाहिँ मलाई चलाउनु मन लाग्दैन अनि फेरि कति बेला बेलामा त्यो इसेवा चलेन इसेवा नभए पनि कति एड त्यो भनिन नाममा त्यो आयो रेमिट आयो रेमिट पावर बाई आयो रेमिट कहिलेकाहीँ क्यास बोकेर हिँड्दैन नि फोनबाटै तिरिहाल्छु भनेर सर्ट गर्ने बेलामा कहिलेकाहीँ त्यो पुरै नै त्यो क्रास भएर के भएर त्यो चल्दैन नि कस्तो इम्बारेस हुन्छ जस्तो लाग्यो क्या त्यो मलाई चाहिँ के लाग्छ नि अनलाइन त चलाउनु अब तर यसो क्यास बोकेर 1-2 पत्ता भए नि बोकेको चाहिँ राम्रो अनि क्यास बोकेर जाने अनि अनलाइनबाट पे गर्न खोज्ने अनि त्यसपछि के भन्यो भने क्यास ब्याकअप म चाहिँ कार्ड र क्यास बोक्छु अनि कार्डबाट दिएन भने त अब क्यास चाहियो नि त अनि क्यासबाट दिइदिन्छु क्या सही हो त्यो कहिलेकाहीँ यो झुर ब्याङ्कको त्यो पनि चलिदिँदैन क्या कहिलेकाहीँ त है च्या हुन्छ नि त्यस्तो बेलामा अनि अनलाइनको पनि त्यही त हो नि तपाईँको ठ्याक्कै ल गाछिन हुँदा पसलले कहाँ आएकै छैन भनिदिन्छ मेरो जस्तो कस्तो हुन्छ भन्दाखेरि धेरै जस्तो आफू एक्लै हुँदाखेरि अथवा बुढीसँग हुँदाखेरि चाहिँ अनलाइन ट्याक 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 चलिरहन्छ जहिले बाउ साइडमा हुनुपर्छ अनि अनलाइन चल्दैन अनि बाउले जहिले गाली गर्ने अनलाइन नेपालमा कामै छैन बाबु हो त्यस्तो भन्छ क्यास लिएर हिँड्नुपर्छ के अलिअलि बोक्नुपर्छ टाढा साढा जाँदा चाहिँ होइन किनभने त्यो नेटवर्क सेटवर्क सही कुरो हो ब्रो तिमी लङ टुर जाँदैछौ भने चाहिँ क्यास बोक्नुपर्छ ब्रो क्यास एटिएम होइन त्यो कतै गएर यति यहाँदेखि 2 किलोमिटर एटिएम पनि सेकेन्ड अप्सन हो क्या ब्रदर त्यो क्यासै बोकेर क्यासै बोक्ने हो नि आइदिँदैन क्या त्यो अर्को ब्याङ्कको हुन्छ कार्ड अर्को भन्छ म दिदिनँ एटिएमले क्या अझै हाल आयो गरिस् म दिँदैन मरै दिन्न म तेरो ब्याङ्कलाई मेरो ब्याङ्क अर्कै हो तेरो कार्ड अर्कै ब्याङ्क अनि पुरा ढाकटुक गरेर पैसा दिनै लाग्यो जस्तो गरेर लास्टमा गरेर दिन मिल्दैन टाइपको क्या अब सरी वी क्यान डु कहाँ मेरो त त्यो एकचोटि त ठ्याक हालेन कस्तो पैसा चाहिएको थियो नि ठ्याक कतिमा हाल्दै दिँदै दिएन मायासिन कुनै पनि त्यो ब्याङ्कै अर्को परेर ठ्याक हाल्यो ठ्याक टुक भयो एमाउन्ट भयो ख्याक ख्यार पैसा गर्ने होइन उफ मा यसले चाहिँ दियो भनेको त ठ्याक आउट अफ सर्भिस कार्ड खायो अब कार्ड निक्लिँदैन नि भने सोच्यो होइन कुर्यो खोइ कार्ड चाहिँ पछि ठ्याक्क आयो होइन माथि मेरो कार्ड चाहिँ आयो भने होइन तर त्यो ख्यार भयो पैसा त काट्यो नि त त्यसपछि टेन्सन भयो कि मलाई होइन ल मा अब पैसा पनि आएन त्यो एटिएम पनि आउट अफ सर्भिसै भइदियो क्या चल्दैन भन्थ्यो क्या ठ्याक्कै त्यही बेलामा अब पैसा पनि काट्यो आएन होला भने माथि यसो हेरेको ठ्याक्क मोबाइलमा हेरेको ल पैसा काटेको म्यासेज होइन टेन्सन भयो फेरि ठ्याक अर्को म्यासेज आयो क्या त्यो हालिदिइसक्यो कि त्यो चाहिँ आयो बच्यो अनि अर्कोबाट गऱ्यो फेरि अर्को पर गरेर निकाल्यो बल्ल आयो त्यसपछि बल्ल एक फुल ट्याक्सी किनेर अफिस बाहिर अनि केटाहरू चेस गर्यो पहिला क्या ब्रो एटिएम हाल्दाखेरि मान्छेहरूले क्या अब थाहा हुनेलाई त थाहा थियो होला होइन एटिएममा पैसा अर्कै मान्छे लाएर राखिदिन्छ अनि गर्छन् कतिजनाले एटिएमले पैसा छापेर दिन्छ भन्दा कहाँ छापेर दिन्छ त्यो ब्याङ्कले हाल्छ नि मान्छे त्यही त मान्छेले सुरुमा क्या नेपालमा फर्स्ट एटिएम हालेर मान्छेले अब त्यो हुन्छ सुरुमा पहिला त्यो आउँदा सोच्यो होला नि भने मा एटिएमले त छापेर दिन्छ भने गफ नै हाने होला मुझे कतैतिर काठतिर गएर क्या हुन्छ नि त्यो भित्र एउटा मान्छे पछि आउँछ सानो दिले यसरी गर्ने थुक्लाएर गरेर दिन्छ ए अहिले त काठमाडौँमा सहरमा त पैसा छाप्ने मेसिन त्यहीँ राख्दो रहेछ त्यो एउटा काँडा के चिज हाल्नु घुसाउनु पर्ने रहेछ त्यसपछि त अस्ति एउटा कुन चाहिँ फन्नी भिडियो आएको थियो त्यो एउटा
एउटा आमैले चाहिँ छोरीले एटिएमबाट पैसा निकालेर चाहिँ अनि त्यो देखा हुन्छ नि त अनि यसले त गएर पैसा निकाले कि फेरि त्यहाँ कोही पनि नआउने रहेछ सही हो नि ब्रो त्यो सोच्यो होला मान्छेले पहिला जमानामा त्यो कुन ठाउँमा सुदूर पश्चिमतिर गाडी जाँदाखेरि होइन हाम्रो दिशानिर्देश प्रोग्राम थाहा छ तपाईँलाई थाहा छ विजय कुमार उहाँको उहाँले त्यो एउटा डकुमेन्ट्री के त्यो बेलामा देखाएको थियो उहाँले हो कि कसले जे होस् मलाई चाहिँ अनुहार चाहिँ उहाँकै जस्तो याद आयो उहाँले त्यो कभर गराएको छु जिप लगायो क्या गाडी कहिले पनि गाडी लगेको ओहो गाडीले के खान्छ यसले घाँस खान्छ कि खाँदैन यसले खोले खान्छ कि कुडो खान्छ कि त्यस्तो कुराहरू के त्यो बेलामा कि अब त्यहाँ थियो कि पछाडि हामीहरू यस्तो त्यो मान्छेहरूलाई कस्तो हुन्छ अब तराई भएको भए फुल चढायो क्या सुन्नु तराई भएको भए त्यो हुँदैन थियो क्या तराई भयो भने चाहिँ किन तराईको गाउँ भने बैलगाडा हुन्थ्यो नि पहिले नि पहिल्यै विल पहिल्यै थाहा थियो क्या विलको बारेमा क्या किनकि सम्म थियो विलको काम थियो नि त हाम्रो त्यो चट्टान माथितिरको त्यो घुम्ला जुम्लाको त्यो चट्टानमा त विल कामै छैन नि ब्रदर त्यहाँ त हिँड्ने 2 खुट्टा मात्रै हो नपुग्यो बाटो पुगेको गाडी नआएको त्यो त्यो 2 खुट्टा हो नि ब्रदर मङ्की स्टाइल हिँड्ने पुरै बाटोघाटो नपुगेको ठाउँ यसै नै अलिक धेरै कुरा पुग्या हुँदैन यताउता पुग्या हुँदैन पसल ठुल्ठुलो हुँदैन त्यहाँ बाटो बन्यो अब त्यो ठाउँमा पहिल्यै मान्छे धनी हुन सकेको छैन कमाउन सकेको छैन गाडी कसले किन्ने होइन अनि त्यो बाटो बनाएको पनि सायद डोजर सोजर लिएर गएर बाटो बनायो भने किन डोजर देखायो भए पहिले साइको भइसक्यो त्यो पागल भइसक्यो त्यो गाडी दिएर बनाएको त्यो खनेर बनाएको क्या श्रमदानबाट बनाएको बाटो पुरै फुलपाती चढा भने हो गाडीलाई त तिम्रो श्रमदान के खान्छ टाइपको सोच्दाखेरि चाहिँ अचम्म लाग्यो क्या पुरा पिङ हान्यो भने त्यहाँ त ब्रो वेपन खन्ती सन्ती पिङ सिक ढुङ्गा उचालेर त्यो फेरि एउटैले ढुङ्गा उचाल्दैन टाइपको मान्छे हुन्छ नि गाउँमा त ब्रो त्यस्तो मान्छेहरूको पनि धेरै योगदान छ है त्यो यत्रो कुँडामा पकाएको यत्रो ढिँडो ड्याम ड्याम हानेर 2 हामी चाहिँ यहाँ सिटीमा बसेर 30 मिनटमा खान्छ यो डोजरले 30 मिनट खान्छ 30 मिनटमा 1 घन्टा त लाग्छ 1 घन्टा लाग्छ खान्छ नि जब मोमो खाएर खान्छ हाम्रो त त्यो पुलोरी मान्छे डोजर के पो भनेर जेसीबी हान्न हेरिरहेको उसलाई त क्या त्यो त्यसलाई त्यो ऊ नै भइरहेको छ क्या त्यो हुन्छ नि मान्छेले भात खाएको हेर्छ नि के भन्छ त्यसलाई एएसमा त्यो भइरहेको छ क्या उसलाई त उसले त पुरा त्यो डोजरले खनेको हेरिरहेको छ ओ यो कसरी भइरहेको छ कन्ट्रोल कसरी गरिरहेको छ यो केले चलिरहेको छ यो के हो यो अनि लास्टमा उसलाई मेन हेर्न परेको छ आज त्यो डोजर बिग्रेको हेर्नु परेको क्या मैले खन्दा खन्दै भाँच्यो भने भन्ने टाइपको क्या बुझ्नुहोस् उसलाई त्यो खने उसलाई विकाससँग सम्बन्धै छैन उसलाई केही मसला हुनु पऱ्यो नि भने डाँडा डोजर सोजर पल्टिनु पऱ्यो मैले वाइल हेर्न पायो चिज आज भन्ने टाइपको हुनु पऱ्यो त्यो हो नि त ब्रो नेपालमा चाहिँ मान्छे चाहिँ पुरै पुलिस र आन्दोलनकारी यहाँ भएर आउँछ पुलिसको ग्रुपको त टेन्सनै भएको होइन अब यता चाहिँ भयो आन्दोलन गर्नेहरू अगाडि अनि उता पछाडि त्यो किराना पसल चिया पसलतिर बस्नेहरू के त्यो गर्नेहरू हुन्छ नि लास्टमा त्यहाँबाट भाटे कारबाही भएर सोरेर स्वत दिन हान्छ नि सोध्दै नसोधिन त्यहाँ बस्नेवालाले कति पिडा खान्छ नि ब्रो यार त्यो त्यसै त हुँदै होइन नि त्यो त पिडा खान बस्यो भने त्यो त अब त्यहाँबाट लखेड्दै आउँदाखेरि पुलिसले भाटा घुमाउँदै आउँदाखेरि त अब अगाडि को पर्छ थाहा हुँदैन नभागिकन बस्ने मान्छे अटेर होइन त पुलिसले कसरी प्रोफाइलिङ गर्छ जसले अटेर त्यसलाई हान्ने हो त्यही के कर्फ्यू लागेको छ गोली हान्छ भन्ने आदेश हान्छ कि हान्दैन हेरेर आउँ न भन्ने मान्छे तर नेपालमा त हान्दैन होला सक्छ मलाई गाह्रो छ नेपालमा तर हानेपछि फेरि हान्ने तरिका फेरि थाहा छैन है फेरि यता रुलमा त्यो पढाइ मात्र हो जस्तो रबरको गोली बाउन्स गरेर हान्ने पर्ने कुराहरू कति त्यो नेपालमा गोली सोली चलाउने त्यस्तो चलन नै छैन क्या नेपालमा पहिला के त कति रबर गोलीहरू हान्दाखेरि ठाडा हानेर अनि प्लाटपुलै पारेको थियो नि धेरै त आन्दोलनमा त मर्यो होला 46 सालहरूमा मर्यो होला त्यस्तो होइन अब वाइल्डले डाङ सबै जलाइदिनु र सहर चाहिँ आधी जलाइदिउँ भन्ने मान्छे भएपछि गोली हान्नु पर्यो त्यो त परिहाल्छ सहर आधी जलाएर हुन्छ ब्रो त्यो त सल्युसन नै होइन नि आन्दोलन 1-2टा अब अलिअलि शान्ति नभयो त टायर सायर टाइपको होइन प्रदर्शन गर्ने हो जस्तो आफ्नो पोइन्ट फरवर्ड राख्ने हो लाइक है ल यो चिज अगाडि बढ्न सक्छ प्लिज तिमीहरू चाहिँ हाम्रो किन अटेन्सन नदिएर हाम्रो कुरा वार्ता गर्नु त आऊ भन्ने टाइपको कुरा हो नि त प्रदर्शन भन्ने त के चित्त नबुझेको कुरा हो नि त ऱ्यान्डम पेलेर त्यो नभएसम्म टेबलमै नपुग्ने अनि हो त्यो मैले मेरो केटाहरू खडाएर त्यस्तो गरेँ अनि बल्ल अनि तपाईँले मलाई जिम्मा आउनु कुरा गरौँ अब भयो त्यो हो नि त रिल्याक्स बस मिटिङ हो रह्यो भन्छ नि त्यो अनि तर तिमीहरू स्ट्यान्ड बाईमा बस फेरि त्यहाँ जे पनि हुनसक्छ म टाइपको हुन्छ नि अनि टक्क गयो भित्र टक्क गएपछि तपाईँ नि हे फेरि त्यो पानीको फोरा अचम्म रहेछ है मान्छे सान्छे उडाइदिँदो रहेछ नि है क्याननले पानी फोरा त यस्तो लुगा त्यही त यार मान्छे पाल पर्नु सक्छ नि ब्रो
तिम्रो त्यो पानीको फोरा मान्छे पाल्न नपर्ने असर त पर्ला त्यो पातलो लुगासुगा त मेन भने नि त्यो लेडिजहरूलाई त्यो हान्दाखेरि चाहिँ अलिकति त्यो दृश्यहरू त्योहरू चाहिँ अलिकति झ्याउ हुन्छ डेन्जरै देखियो त्यो लडी बुढी केटा मान्छे जस्तो बलियो हुँदैन नि केटी मान्छे त अब स्वर पो चिच्याउने हो त होइन उठ्दाखेरि त्यो गाल्डाङ गुल्डुङ गुल्डाइदिने पानी लिन धकालेर अनि त्यो झ्याउ हुन्छ फेरि कस्तो भन्दाखेरि स्विमसुट लाएर जानु पऱ्यो यसरी गगल लगाएर त्यो पनि होइन क्या त्यो ऊ टाइप स्कुबा डाइभिङ टाइपको हुन्छ नि क्या सुटै क्या ए पुरै त्यो भ्यागुतावाला त्यो त्यो हो क्या अनि अन्त डाङ्डु लड्दाखेरि पनि केही देखिँदैन होइन लड्दाखेरि पनि त्यस्तो लुगा चौक खोलिँदैन केटी मान्छेहरूलाई भने केटा मान्छेलाई त पाल्यो भने त्यो पनि वाटर क्यानन लास्टै स्ट्रङ हुन्छ त्यसले ठाउँमा आँखा साँखामा पऱ्यो भने त आँखा फुट्दैन होला हाम्रो होइन डेन्जर हो नि वाटर क्यानन अङ्गहरू चाहिँ अनि वाटर क्यानन काम त मान्छे लडाउने हो नि त खुट्टातिर हानेर तितर बनाइदिन्छ तितर बनाउने तर यहाँ चाहिँ आन भनेर अब त्यो त्यही त हो नि ब्रो अब आतिरा हुन्छ नि त पुलिस पनि आतिरा हुन्छ नि अहिले पहिला क्या नेपाल बन्द हुन्थ्यो नि है स्कुल क्या छुट्टी भइदिन्थ्यो जाँदै ब्याग बोकेर गइरहेको छ होइन नेपाल बन्द आज होइन होला गएको थियो आज छुट्टी हो अरे कि पाल्दा 95 चाड लाग्ने के त बच्चा नेपाल 93 94 मा भएको याद छ क्या मलाई चक्काजाम त्यो बेला त त्यो पहिल्यैदेखि छ नि अब त्यो ल भन्नु ब्रो 1993 जस्ट 95 बिफोर 95 होइन हामी घरबाट स्कुल गइरहेको साइकलमा आज त अनि कस्तो भन्दाखेरि चक्रपथमा क्या त बाह्रबाट गएर चक्रपथमा गाडी नै छैन क्या अनि त्यत्रो धेरै न्युज सिज आउने जस्तो थिएन नि त ब्रो अनि ल आज त के हो गाडी नै छैन त अनि मान्छे डराउनु पऱ्यो नि गाडी नचलाइ देखेपछि चक्काजाम हो क्या आज भन्ने टाइपको कुरा हो भनेर चक्काजाम आज गाडी चलाएको छैन स्कुल बन्द क्या त्यहाँ म पर्थ्यो टिफिन घरमा खाना जति रमाइलो केही पनि होइन फेरि ए त्यो ल्याएर टिफिन भर्खर भात खाएर हिँडिया स्कुलमा टिफिन फेरि घर आएर त्यही टिफिन हानिदिने क्या अब टिफिन चाहिँ क्या टिफिन चाहिँ खाओस् भनेर मिठो हालिदिन्थ्यो नि त किनकि बच्चा आफ्नो अगाडि हुँदैन थियो होइन अब त्यस्तो नर्मल चिज हालिदियो भने बच्चाले खाँदैन बच्चा नखाएपछि नसै हुन्छ अनि त्यही भएर बच्चाले खाओस् भनेर टिफिन चाहिँ सकेसम्म आमा बाउले यसो बच्चालाई मनपर्ने चिज चाहिँ हालिदिरहेको हुन्छ किनकि एक्लै हुन्छ कसैले हेर्दैन उसले आफूले मन परेर खाओस् भन्ने हिसाबमा त्यो स्ट्राटेजी हुन्छ नि त साँच्चै सोच्ने बाबा आमाको चाहिँ त्यो बाले नदिने बाबा आमा के हालिदिने भनेर पुरा टिफिन चाहिँ बच्चा पठाएर हान्ने बाबा आमा हुन्छ नि के आमलाई त माटो 3 रुपियाँ दिएर पठाउँथ्यो अब त्यो ढ्याक्सा खेल्ने नि अब जिते पो 3 को 5 रुपियाँ जित्यो भने म त्यो अब खाजा थपियो अब खानु पायो भन्ने कुरा माटो हारे चिल्लै अनि के खाने ब्रो आफ्नोमा सब खाएर बेला है दौडिदिने यति खेलिरहेको गरेर अनि कहिले चाहिँ त्यो सुरुमै त्यो स्कुलको त्यो स्कुल सुरु भएको हुँदैन तर सबजना खेल्ने के गरेर बेला त्यो त्यही बेला त ढ्याक्सा खेल्ने हुन्छ कोही चाहिँ त्यो आइसक्रिम बेच्ने पानीपुरीहरू चाहिँ चाँडै आइपुग्ने के स्कुलको त्यो वरिपरि अनि आइसक्रिम के खायो पैसा खुलित्ते अगाडि खाएर हाटोमा पऱ्यो पछि उमेर बढ्दै गएपछि पैसा पनि अलिअलि बढी दिन थाल्यो अब ढ्याक खेलेन चोट तान्नु थालेन आएर कि गयो चुर्सो तान्ने आधी पैसा काला कुरो मेरो त पहिला त्यही त दिएको पैसा होइन म 3 गुणे बस्ने अनि त्यसपछि पैसा 10 19 मा अनि 3 गुणे बस्ने म बानेश्वर आइदिने क्या ब्रदर बस स्टप चाहिँ किनकि सबै केटाहरूको जक्सन त्यहाँ होइन बानेश्वरको त्यो ट्रोली बसवालाको होइन गेट किपरको त्यहाँ गफसप हान्ने अब चुरचुर तान्ने रमाइलो क्या अनि एउटा हाम्रो सोध खाती भन्ने साथी थियो त्यसले लास्ट गफ सुनाउँथ्यो लास्ट मिठो गफ क्या अब हाँस्नु पर्ने मेन कुरा अनि वाइल्ड अब त्यो आफ्नो बस जान छुटाएर होइन अनि 3rd ट्रिपको बसमा जानलाई अनि त्यसपछि त्यहाँबाट टेम्पो चढेर अनि त्यसपछि बानेश्वर आउने क्या म 3 गुणदेखि अनि त्यसपछि त्यहाँ केटाहरूको गफसप सुनेर अनि टक्क 9:30 तिर जस ठ्याक्क घन्टी लाग्नुभन्दा अगाडि पुग्थेँ क्या त्यो बस चाहिँ अनि मलाई चाहिँ कस्तो लाग्थ्यो अब 19मा पुगेपछि अलिकति ठुलो भएको जस्तो फिल हुन्छ नि त ब्रदर के गर्ने त्यो चाँडै स्कुल गर भने जस्तो टाइपको हुन्थ्यो होइन बरु त्यहीँ सुबोधको गफ सुन्छु भनेर गफ सुन्छु लास्ट गफाडी फेरि सुबोध खाती अहिले कहाँ अमेरिकामा छ ब्रो होइन त्यसको गफ अर्कालाई खातिर कहाँ छ त अमेरिका छ होइन त्यसको थरै खाती हो क्या ए म खाती भन्नु अनि त्यसको गफ सुन्नलाई म त्यसको बसमा चढ्ने क्या ब्रदर बानेश्वरको बस चढिदिने क्या हुन्छ नि बसमा पनि गफ सुनाउने क्या अब मलाई चाहिँ अब आफू पनि गफ अलिअलि हान्ने होइन अब अलिअलि बच्चादेखि यताउति हँसेर बसेर अनि गफ हान्ने मान्छे भन्ने मजा आउँछ नि त ब्रो सुन्न मजा आउने क्या अनि ऊ चाहिँ लेजेन्ड त्यो बेलामै लेजेन्ड टाइपको गफ हानिदिने क्या अब हुन्छ नि अगाडि वाल्लै हँसाउने क्या ब्रदर यार अब म पनि हँसाउँथेँ त्यतिखेर होइन मलाई नै मान्छेहरू हँसाउँथ्यो ऊ नेक्स्ट लेभल थियो क्या अब मलाई लाग्ने के हुन्छ नि
त्यही हो हामीभन्दा कति नेक्स्ट लेभल खतरा थियो तर उनीहरू भएन हामी चाहिँ त्यो भयो कि जस्तो कि अब कमेडियन भने भन्छ नि त जस्तो तपाईँ हाम्रो नामहरू तर हामीभन्दा खतरनाक चाहिँ थियो कि उनीहरू चाहिँ हामीले अमेरिका स्कुलमा जानु समातेर होइन स्कुलमा समातेर कमेडी ड्रामासम्म गराउनु पर्ने मान्छे रहेछ क्या हामी चाहिँ क्या पहिला है हेर्नु ए तिमीहरू यहाँ त तिमीहरूले पढेर खाँदैनस् तिमीहरू यहाँ त ल एउटा जोक भन् त भनेर टक्क सरले भन्दा अनि हामीले एउटा जोक भन्थ्यौँ मलाई त नचाउने भने गीत गाउनु लाउने क्या जबरजस्ती के अनि गएर मार्ने त्यो डाँडा पारी गरिस् तैँले म त सक्दैन म त यसरी त्यो कस्तो क्लासमा हुन्छ नि अब डान्स कम्पिटिसनबाट फर्केको कहाँ आएको भनेर सोध्थेँ सरले पढाएर आउला होइन अनि म इन्टर कलेज डान्स कम्पिटिसन आएको इन्टर स्कुल ल नाचेर देखाउ त भन्दा नाचिदिने क्या मान्छे म त यसरी बस्दिनँ यार ओ नो म त कसरी हेर्ने क्लासमा बिचमा पढाएर आएर नाचिदिने यार जोक सोक सुनाउने कस्तो लाग्ने होइन रहर भएकोलाई गर्नु दियो हुन्थ्यो नि मनै थिएन यार त्यस्तो होइन कि अब एकदम माहौल सेट भएर गर्दाखेरि क्यारिकेचर गर भन्थ्यो मलाई चाहिँ होइन स्कुल टिचरको मलाई चाहिँ क्यारिकेचर आउने क्या स्कुल अनि यही नाच्ने कुरामा एउटा मिसले नाच भनेको थियो के त्यो सीता मिस म त्यो बेलामा चाहिँ मैले नाइ भन्थेँ क्या नो भन्ने सिकेँ भनेर म आज ज्यान नाच्दिनँ जहिले हावामा पठाएर आउँछु सबैले नो भने त्यो मिस मसँग आजसम्म बोल्दैन हो र 3-4 क्लासदेखि कस्तो के म पनि नबोल्ने अन्त एउटै टोल हो तिमीहरू मेरो टोल चाहिँ अलिकति मात्र टाढा हो धेरै टाढा होइन तर अहिले सबै टिचरहरू त हाम्रो सेम हुन्छ एरिया त्यति थियो त्यो बेलामा त्यस्तो भएको थियो मलाई अहिले कस्तो लाग्छ भने आफ्नो टोलमा कहिले काहीँ त्यो म लिटल एन्जल्सको पुरानो बस अहिले नै आउँछ नि त्यो टिचरहरू पुरानो देख्दाखेरि ल यार यो टिचर त यत्रो पो रहेछ टाइपको क्या पहिला चाहिँ मलाई रिस उठ्थ्यो होइन त्यो पिट्छ यस्तो पिट्ने यस्तो कुराहरूले त्यो बेलामा होइन त्यो स्कुल सकेर कलेज जाँदा पनि असलै बुढाहरू टाइपको यस्तो लाग्थ्यो अहिले त कस्तो अहिले आफू यो ठाउँमा पुग्यो नि त धेरै कुराहरू झेल्यो देखियो कुटेरै ठिक बनाएर रहेछ हो नि ब्रो कुटेरै ठिक बनाएर रहेछ त नि त्यो हामी ल बच्चा सोच्छ ब्रो अब त्यो लिल एन्जल्स भने नि मैले यार ब्रो 400-500 जना थियो हाम्रो सेक्सनमै 4-5 हजार विद्यार्थी त्यो वाइल्ड बच्चाहरू होइन त्यो बिग्रिने चान्स धेरै हुन्छ नि त धेरै बच्चाहरू भएपछि के कम्पिटिसन जे पनि कम्पिटिसन घरमा नि डर छ नि यता नि डर छ नि कहीँ न कहीँ त डर हुनु पऱ्यो नि होइन त्यत्रो विद्यार्थी भएपछि पर्खाल हम्फाल्नेमा नि कम्पिटिसन हुन्छ कि कसले हायर पर्खालबाट हम्फाल्ने भन्यो अनि कुनै न कुनै जाँडाको खुट्टा भाँचेन म चाहिँ हाम्रो टाउको फुट्छ नि ब्रो अनि टाउको फुट्ने त्यसरी हो नि त हामी त पर्खाल सखाल चढ्दा त्यो किलाले त्यसो चाहिँ म चाहिँ केही नगर्ने फेरि क्या म नि गर्दैन थियो कहिले काहीँ चाहिँ भागु घाम फालिदिन्थ्यो ल भयो सक्यो अब यो वर्ष दिन कहिले पनि हुँदैन त्यस्तो हो क्या म चाहिँ त्यो इन्जुरी भइसकेपछि चाहिँ मजा आउँदैन भन्ने कुरा चाहिँ पहिल्यै बुझ्यो भएर मैले चाहिँ बच्चामै खुट्टा साइकलको त्यो साइकल हुन्छ नि त्यो साइकलको भित्र छिर्दिरहेको क्या त्यो के त्यो पहिला त साइकलको सिट पनि हुँदैन थियो डन्डीमा बस्नु पर्थ्यो नि त केटी मान्छे बसे जस्तै गरेर केटी मान्छे स्कुटरमा बस्छ साडी ला मान्छे त्यसरी बस्नु पर्थ्यो अगाडि डन्डीमा अनि त्यसरी बस्दा टक्क लाएर होइन म धुमारै भन्दा त्यहाँ त्यो खैरीहरूको बस आयो क्या ब्रो अनि अब बच्चा पनि खैरीहरू त होइन देखिरहेको ओ गिमी $1 भन्दा त्यही ₹1 भन्दै हामीहरू खैरी देख्ने बित्तिकै अनि खैरी पनि हाँसेर फोटो खिचिदिन्थ्यो त्यतिर अनि त्यसपछि त्यो खैरीको बस देखेपछि ओहो खैरीको बस यहाँ निहुरिदिएको त खुट्टा त मैले अगाडि चक्काभित्र छिर्दिएर यार त्यो आफ्नै साइकलमा कागल चलाएर पछाडि मेरो साथी अगाडि म त्यो जालीभित्र हो साइकलको जाली ओहो यहाँ हेर्नु यस्तो छ यो समय ए अनि ल त हड्डिदेख्यो नि ब्रो काकाले अनि भेटेन उता बाबु कहाँ काकाले भेट्नु सुरुमा त साइकलमा झ्वाट ब्रेक लाग्ने खुट्टाभित्र छिरेपछि त अब खुट्टाभित्र त साइकल त यस्तो ओभरटर्न 3 जना लड्यो अनि त्यसपछि एकजना त्यहाँ अङ्कल आएपछि यो बच्चाको खुट्टा कामिरहेछ र यसको यहाँ के घाउसाउ भयो जस्तो छ भनेर यहाँ हेरेँ त हड्डी क्या अब त्यो हड्डी देखिने टाइपको क्या एक्जाम दिन गयो अनि एक्जामबाट फर्किरह्यो त्यो कुदिरहेको थियो खुट्टा छिर्यो तर यो कुरा मैले किन भने मलाई थाहा छैन कहाँबाट निक्ल्यो यो कुरा हामी पनि यो रिङ रोड पुरै बुढो साइकलमा हो भने त्यसरी नै बसेर क्या त्यो अगाडि डन्डीमा अलिक ग्रुपमा लम्बुवाला साइकल चाहिँ बुढो साइकल कुदाउने उसले कहाँबाट लिएर कसको अनि अगाडि बसेर 2 जना एक राउन्ड हानेर आइदियो नि फुल राउन्ड होइन के यो स्वयम्बुबाट निक्लेर अनि तल बनस्थलीबाट छिर्ने क्या त्यो पनि बच्चाको लागि ठुलै एरिया कभर गरेर मेरो आस्तो हुने नि त त्यसरी जान्थ्यो र हेर मा जान उडाइदियो भाइ सोच्नु ब्रो के फाको दिमाग यसले कहाँ पौडी खेल्न गइदिने सोच्नु ब्रो ल भने यार ल है माछा प्यारोङमा भ्याएको जस्तो पल्ट्या भयो कता खोलातिर अनि बाढी आएर खोलामा खेल्न गएको छ यार म त यार म पुरै बाउको झुल बोकेर होइन माछा मार्नु गएको झुलै बोकेर आर्मीको कलरको झुल हुन्छ नि माछा मार्नु जाने भने ल किनभने माछा त यस्तो सोर्नु पऱ्यो अनि त्यो झुल लिएर गएन झुलले पुरै माछा एउटै परेन माटुमी
तर झोल त डेन्जर माछा गनायो अब पखाल्नु पर्यो नि अनि? त जति खोलामा पनि खोला पनि माछै गनाउने। माछा गनाएर टेन्सन माथि त्यही पोको मारेर घर आवाज त अब यसले बाउको झुलेर माछा पिट्छन् आवाज त्यो कुरो कति लुगायो नि म त फेरि अब बाहुनको छोरो होइन पण्डित बाजेको नाति होइन अब त्यो माछा साछा मार्न जानु नपाउने टाइपको क्या पाप्ला जुन टाइपको होइन अनि खोलामा जाँदाखेरि अब त्यति धुम्बारामा घरै थिएन क्या खोला समेत देखिन्थ्यो क्या हाम्रो घरबाट अन्त त्यो लुकेर जानुपर्ने कि मेरो च्याङमा भन्ने साथी थियो अनि त्योसँग लुकेर जाने च्याङमासँग नगर भन्ने क्या च्याङमासँग नगर भन्ने किन भन्दाखेरि च्याङमा यताउति फेरि उसको घरमा रक्सी चल्ने नि त अब हामी पण्डित बाजेको होइन अनि त्यसपछि त्यहाँ नजा भन्ने क्या अब हुन्छ नि अनि त्यसपछि अब त्यहीँ जानुपर्ने आफूलाई फेरि रमाइलो नि त च्याङमै रमाइलो गर्थ्यो त गुलिल सुलेर हान्ने चरा मार्ने च्याङमाले गर्थ्यो हामी त बाहुनको बच्चा अनि मासु त लुकी खाने ब्रो घरमा अन्त कति के झ्यान लाग्थ्यो भन्नु अहिले पो भुँडी लाग्यो त म त फिस्टे थिएँ बच्चा हुँदा अनि अब टक्क लाएर अनि त्यसपछि च्याङमा चाहिँ अब त्यो मासु हानेर पहिल्यै अलिकति छिपर टाइपको हुन्छ नि उसले चाहिँ अब दरो अब त्यो हुन्छ दरो बच्चा क्या अब अनि त्यसले चाहिँ अनि त्यसरी गुलेली सुलेली लिएर जाने अनि च्याङमाको पछि जाने तर एकचोटि याद छ र मलाई पुरा ग्याङ फाइट हुँदा च्याङमा एकजनालाई हामीले एक अलोन पारेर पुरा मकैको ढोडले हानेको छ क्या मकैको ढोडले त्यो ग्याङ फाइट क्या अब त्यो पनि कहाँ भन्दा धुमारेको अहिले त्यो खाएको त्यो कुमारी मन्दिरको चोकमै क्या अब आफ्नो त्यो साथी पऱ्यो खोइ त्यतिर के हो कता कतातिर ग्रुपमा गर च्याङमालाई हान्ने भन्ने बच्चा क्या अब त्यो भने लाइक म 84 मा जन्मेँ होइन त्यो भने 94 भन्दा अगाडि हो क्या म थियो होला ढोडले हानेर ढोडले हाने क्या ढोडले मकै ढोडे क्या त्यो त पडाक बाजेर ल यो कस्तो कति पछि याद आयो क्या यो कुरा मलाई यार ढोडै भने त्यो ठ्याक्क त्यो जक्सनमै क्या अब मलाई याद छ क्या च्याङमालाई चाहिँ यस्तो यस्तो गरेर हामीले चाहिँ पुरा ढोडसोडले हानेर 4-5 जना केटाहरूले यार त्यो स्यालले यस्तो यस्तो काम गरेर पहिला चाहिँ दोस्रो उसँग हुन्थ्यो अनि त्यसपछि पछि बिस्तारै अरू हुँदै गयो टाइम त्यही त हो त्यही 93 को कुरा होला ल यो 93 94 यार 93 91 92 ब्रो उटपटाङवाला टाइम सिन अहिले त चेन्ज आयो नि ड्रास्टिक चेन्जै भयो नि अहिले त तपाईँ अनि त्यो उटपटाङ बानी चाहिँ अब जस्तो उटपटाङ भने त्यस्तो त्यो फाइट साइड खेल्ने भने त्यो सानो रमाइलो टाइपको हो होइन माछा मार्ने घरमा लुकेर जाने पुग्दो उटपटाङ पहिला गरिसकेपछि अहिले त रहर लाग्दैन कोही मान्छे चाहिँ उटपटाङ गर्न पाउँदैन कुण्ठित हुन्छ नि त्यसले धेरै उटपटाङ गर्छ नि पछि हो होइन त हो सही कुरा हो बजारमा त्यो गर्न पाउनु पर्छ कि उटपटाङ कामहरू होइन उटपटाङ पाउँदैन अनि अहिले आएर पैसा कमा जिन्दगीको दौडमा केही न केही भयो भन्छ नि त्यो म्यानर नभएको हुन्छ नि क्लास नभएको हुन्छ नि पैसा हुन्छ क्लास उटपटाङ गर्दै अब मान्छे हुन्छ नि मान्छे साइको हामी त पैसा कमाउँदै साइको भइसक्यो हुन्छ क्या त्यो मान्छे पहिला नर्मल हुन्छ होइन जस्तो पैसा चाहिँ भएको राम्रो मान्छे होइन वेल टु डु हुन्छ नि लाइक लाइफमा राम्रो गरिरहेको मान्छे पनि ठिस देखिन्छ नि खडुस हुन्छ नि मान्छे ठिस हुन्छ नि मान्छे बेमा डान्स बनाउनु जस्तो नाच्दिने होइन अब गाडी राम्रै गाडी चलाइरहेको छ केटाले भेटाएला नि त्यस्तोतिर बेसीतिर देखाएको छैन वाइल्ड हुन्छ नि को बुझ्यो भने यो दुलाको आफ्नै बे भन्ने बित्तिकै क्या पुलाउ हान्न मन लागेर यार हो र पुलाउ कहाँ बेच्छ र अस्ति एउटा पुलाउ मिस भयो नि यार प्लानिङ नमिलेर ऊ क्षितिजकोमा हान्नुपर्छ नि पुलाउ क्षितिजकोमा त हान्दिनँ क्षितिजकोमा त रक्सी खाइँदैन है टक्क कोक र जन्तीमा चाहिँ रक्सी खाइन्छ जन्ती र बे भोलिपल्टै छैन के अरे भोज भोलिपल्ट छैन भनेपछि रक्सी कम खानुपर्छ भोलि हान्नु पर्ने खानेकुरा नेपाली स्टाइलको बेमा जन्तीमा मलाई सबसे साइको लाग्ने के भन्दाखेरि जस्तो जहिले पनि दुलाको साथीहरू हुन्छ नि अरूको मलाई मतलब छैन दुलाको साथीहरू चाहिँ जहिले पनि के हुन्छ भन्दाखेरि जति नै व्यवस्था होस् जति नै जे गर्दै होस् उनीहरूले हत्याको व्यवस्था गर्ने हो रक्सीहरू होइन रक्सी खाएर एठाबाट टुल भएर बस्ने हो तर जहिले पनि एकदम बेवारिसी हुन्छ क्या दुलाको साथीहरू चाहिँ किनकि एक त छुट्टै हुन्छ होइन हामी त्यहाँ गयौँ हामी अब हो जन्ती हो त्यसपछि बे नभएको केटाहरू जसको बेवा छन् है अब कमिटेड गर्लफ्रेन्ड सर्लफ्रेन्ड भयो भनेको कुरै होइन बे नभए मात्रै मैले भनेको छु बेवा त छुट्टै अङ्कलको साइड भएको हो किन बेवा त आफ्नै बुढीसँग गएर आउँछ बे नभएको केटाहरूले चाहिँ त्यहाँको केटीहरू ताक्ने हो क्या बेमा गएर सुरुमा अनि राम्रो केटीहरू छ भने चाहिँ अब गेम अन गर्नु पऱ्यो भनेर त्यहाँ विभिन्न प्रक्रियाहरू म चाहिँ ताक्दिनँ अनि त्यसपछि तपाईँहरू मलाई ताक्नुहोस् अन्त केटीहरू कोही पनि छैन ल सब यस्तो दाँत परेवाला छ भने हुन्छ अनि त्यसपछि खै किन एकजना त राम्रै होस् लाग्छ हौ त्यो हुन्छ नि यसो त्यहाँ चुरसँग यसो तुमी जुम्मे नि त्यही त हुन्छ नि एक्ज्याक्टली ब्रो उसको लागि सही हो क्या हो त्यही भने मैले ठ्याक्क त्यही भनेर त्यो फिलिङ हुन्छ नि अब बेमा सबैजना राम्रो लुगा लाएर गइरहेको हुन्छ नि त ब्रो सेटिङै त्यो हुन्छ नि त जो पनि हिरो हिरोइन जस्तो क्या अब बेमा हो नि त लपर्ने त जन्तीलाई यस्तो पानी सानी दिँदाखेरि पनि जन्तीलाई यस्तो पानी सोच्ने मात्रै हो क्या के होइन पानी खान उयो जारमा चाहिँ
अनि त्यसपछि ट्याक्क लाएर हुन्छ नि त्यो बेपछि कतिको बे भएको छ कतिको टाका अब त्यो डान्स अनि त्यसपछि त्यहीबाट डान्स राखेको हुन्छ नि दुला र दुलेको अब त्यो डान्स सान्स यताउति टाइपको अथवा केही हुन्छ केही रमाइलो हुन्छ नि त त्यहाँ खेल्ने गर्ने यताउति गफसफ गर्ने त्यही बेला हो नि त ताक गर्ने त्यहाँबाट अब अहिलेको जेनेरेसन त नम्बर एक्सचेन्ज गरिहाल्छ अन्त बेमै कस्तो आनन्द तर हामी जस्तो त कहाँ माग्नु पनि जाँदैन नि त्यो हामी अब बानी पनि छैन एउटा त त्यसमाथि नै हामी त त्यो कहाँ त्यो इम्बारेसमेन्टको पराकाष्ठै त्यही पनि मैले गएर अब केटीको नम्बर माग्यो भने त बुढीले मारिहाल्छन् कहाँ नम्बर मागिरहेको म तपाईँको लागि माग्दिउँ ल यस उत्सव दाले भनेर नम्बर दिनु र अनि त्यसपछि उसले पनि गएर टक्क भाउजूलाई होइन भाउजू सुन्नुहोस् न उत्सव दादाले मेरो नम्बर माग्नु भएको थियो अरे ल पिटाइ हो कि घर पे बेको माहौल थियो दुईजना अर्कै ड्रेसमा हुन्छ नि केटाहरू पनि सुटेड बुटेड दौरा सुरुवालमा केटीहरू पनि लेहेङ्गा साडीमा है त्यहीँ बिहे गरी हुन्छ दुइटै एकैचोटि भने जस्तो त्यसो हुन्छ नि त लेहेङ्गासेङ्गा केटाहरू पनि र दौरा सुरुवाल सबै हिरो हुन्छ केटीहरू पनि फेरि लेहेङ्गामा फेरि नेपाली केटीहरू एभरेजमा सबैजना राम्री नै छ क्या खास पनि नराम्री भन्ने पनि छैन कोही कोही अब त्यो कम राम्रीहरू छ क्या नराम्री त म कोही पनि भन्दिनँ नेपाली केटीहरूलाई किनकि जेनरली राम्री नै छ क्या अनि त्यही भएर कम राम्री भनौँ न होइन कोही 9 होला कोही 6 होला तर राम्री त राम्री हो नि त राम्रो स्केलमै छ क्या म त्यसरी हेर्छु केटी मान्छे त नराम्री भन्ने नै हुँदैन केटी मान्छे यस्तो हो केटी कस्तो बोकाएर राम्रै हुन्न त्यो केटा मान्छेको कुन उसको के प्रिफर गर्छ कसलाई अब मलाई अब सलक्क नाक मिलेको आँखा ठुल्ठुला मन पर्ला कि होइन अब कसैलाई सानो आँखा यस्तो होइन त्यस्तो हो त्यो चोइस आफ्नो त्यो हो होइन सबैजना आफ्नो ठाउँमा राम्रै हुनुहुन्छ केटीहरू चाहिँ रियली कोहीले नराम्रो चाहिँ कस्तोलाई नराम्रो भन्ने त्यो चाहिँ छैन तर त्यो एउटा केटीसँग बोल्दा बोल्दा बिचमा जमिन भनेर केटी तान्छ नि त्यो चाहिँ नराम्रो त्यो संसारकै नराम्रो फ्रिज यता बोलिरहेछ ऊ बोलिरहेछ मसँग म बोला भनौँ न सपोज त्यहाँ हुन्छ हिँड घर छिटो भन्छ नि कस्तो यहाँको उसलाई के बोल्छ नि त्यही भन यहाँ के हुनलाई चाहिँ थियो होइन त्यस्तो चाहिँ नबनिदिनु है ब्लकर कक ब्लकर खै के हो त्यो ला केटा मान्छे कहिले त्यसो गर्छ जस्तो सुनेसँग बोल्दा हिँड्नु ब्रो हिँड्ने यहाँ भन्छ भन्दैन नि बोल्दैन यहाँ म त यता जोड खाने बेलुका बरु पार्टी मागौँला भोलि पर्छ अनि कतिजनाको सेटिङ भइहाल्छ नि बेमा मान्छेको दामी हुन्छ र बेमा मान्छे ओपन पनि भएर गइरहेको छ यही बेमा खोजिदिन्छु म तर त्यो झल्लु भएर गरेर बोलिरहेको छ भने प्लिज तानेर लानु है आफ्नो साथ हो होइन त्यो इभन हामी नि ल जो हो नि त्यो चाहिँ त्यो केसमा चाहिँ पर्छ है फेरि त्यही त ब्रो त्यो केसमा चाहिँ प्लिज केसमा चाहिँ तपाईँ जस्तो राम्रो केटी संसारको कोही पनि होइन ल फेरि सही हो दुईतिरबाट बोलिदिउँ न किन फेरि गाली खानु भनेर हो कि तर मान्छे बेमा पनि भोजमा जान्छ नि अझ बे भन्दा पनि भोजमा सजेर जान्छ नि मान्छेको जिन्दगी एभ्रिडे लाइफ त त्यस्तो हुँदैन नि मान्छे अल्टरै गर्थ्यो नि भोजमा चाहिँ हुन्छ कोही कोही त्यस्तो भोजको यस्तो मलाई त कस्तो लाग्छ भने भोज भने त अब कस्तो भोज खाना बोला हो नि त होइन तपाईँ जस्तो तपाईँको जीवनस्तर जस्तो छ त्योभन्दा तपाईँ 3 गुणा अथवा 4 गुणा जति मिनिमम चाहिँ भएर आउनुहोस् ल भने होइन नि त भोज खाना आउनुहोस् भने हो नि त मैले सस्तोमा त्यो भएर गएन भने चाहिँ त्यो अरूहरूले जजमेन्टल छ नि त व्यक्तिहरू मानिसहरू जहाँको मानिसहरू पनि नेपालमा त भन्यो भने जहाँको पनि मान्छेहरू जजमेन्टल छ अलिकति मान्छेलाई जज गरिदिइहाल्छ नि त्यही भएर मान्छे होइन मान्छेले के भन्ला भन्ने चाहिँ आफै सोच्दो रहेछ कि म पनि स्योर कतै न कतै सोचिरहेको हुन्छु मैले त्यही भएर त्यो अब कोही मान्छेहरूको बानी कस्तो हुन्छ खिसी गर्ने बानी हुन्छ प्याच्चै भनिहाल्ने बानी हुन्छ हो त्यस्तो मान्छेहरू पनि त्यो भोजमा आउँछन् आइहाल्छन् चोर आएर त्यत्रो त्यो 500 जना 1000 जनाको भोज जुन हुन्छ नि मान्छे त्यो 1000 जनामा कतिजना चोर होला भन्दा पिक पकेट कतिजना गहना हराउँछ कतिजना मेरो त पर्स हरायो भने कतिजना हुन्छ त्यो हरा हो त त्यो ब्रो 1000 जना मान्छे जम्मा भएको एउटा ठाउँमा छ अरे भने त्यहाँ कतिजना चोर होला ल भन म के त्यही भएर क्याफेमा भन्न आउँछ म 10 जनाको ग्रुप आयो भने त्यहाँ एकजना चोर पछि तपाईँको फङ्सन कोही नहुँदा त्यो उसले भुत खाने जाने 1000 जना एकजना चोर भने हामी किन 1000 जना पर्ने भन्ला त्यही भएर हाम्रो सरकारले चाहिँ 50 जना भन्दा धेरै भोजमा आउनु नपाउने भनेको किन नपाउने मसँग पैसा खुवाउँछु के हो 50 जना 30 जना सामाजिक सहिष्णुता बिग्रिन्छ अरे क्या फ्यामिली धेरै भइसक्यो मेरो त सन्तानै यहाँ छ त्यो शब्द मलाई भन्न नै आउँदैन यार सामाजिक सहिष्णुता खलबल भयो रे खलबल भयो गरिहाल्छ नि मान्छेले यार हुनेले अब नहुनेले ल होइन ठिक यहाँ साइडमा भोज बब्बाल दिएको यतापट्टि साइडमा आत्महत्या गर्दै अरे क्या मान्छेले हो त्यो कि त्यो कुराले उत्यो भएर होइन भन्दै नि त्यस्तो भन्दा मात्र रियल घटना हो भने चाहिँ रियल घटना हो भने त उसको बे हुन नसक्या आर्थिक स्थितिले डामाडोल भएर त्यो देखेर मान्छे त्यो भाव विवल भएर होइन त्यो पनि हुनसक्छ नि त हुनसक्छ
त्यो हो नि अब जस्तै त्यही भएर अब single अहिलेको मान्छे बिहेहरू होइन, सबै पार्टी प्यालेसमा छ नि त सिङ्गल मान्छेलाई एक्लै कोठामा बसेर बाल लाग्दैन कि हो उसलाई त्यो निस्किँदाखेरि जोडिएर हुन्छ नि गर्दाखेरि एकदम टक्को ठोकेर हिँड्नु क्या जस्तो हुँदैन त नि त्यो बेलामा हुन्छ नि त त्यही कुराले हान्ने त हो नि अझ सिङ्गल जोडीमा पनि कहिले काहीँ कसो केटी राम्री केटा तोरी हुन्छ नि ए त्यस्तो ओहो त्यस्तो त्यस्तो कहिले पनि हुँदैन यार मेरो बुढी त्यस्तो लाग्ला तिनीहरूलाई मेरो बुढी हेरिकन म त मेरो त म त लास्ट तोरी हो क्या खास होइन अन्त अरू कस्तो हुन्छ भन्दाखेरिमा फिल चाहिँ कस्तो गर्नुपर्ने रहेछ भन्दाखेरि त्यस्तो राम्रो केटीले छानायो भनेपछि तपाईँको खुबिलिटी हेर्नु न नि तोरी होइन क्या म चाहिँ उसले त्यो जुन पर्सन चिनेको छ नि होइन त्यो दामी हो भने सोच्नु तपाईँ तपाईँलाई त्यो के भने त्यस्तो कहाँ कुन त्यस्तो त्यो होइन हो हेर्दाखेरि भाउजू अलिकति चट्ट सल्लक्क उमेर पनि डिफ्रेन्स भएर त्यो भयो होला क्या अरे राम्रो थियो नि मेरो बुढी त राम्रो थियो नि अनि त्यसपछि त्यो हेरिकन त म त एभरेज लुकिङै हो नि त ब्रदर म नराम्रो त होइन तर एभरेज लुकिङ हो नि त अनि अब गकसक लगायो भने चाहिँ म चाहिँ को हो भन्ने टाइप हुन्छ तर फिचर हेर्दै गयो भने त म त बाहुन नाक ठुलो फ्ल्याट पारेर त्यो होइन नि अरू कुराहरू पनि छ होला नि त तपाईँको के छ पर्सनालिटी होइन त्यो हुन्छ तर मैले भन्नु खोजेको चाहिँ अनि त्यो मान्छेहरू चाहिँ म चाहिँ अब त्यो यसो हेर्दा होइन त्यो केस चाहिँ भने यसो दाइ कि अहिले होइन क्या परिपक्वता आइसकेपछि त्यो कुराहरू चाहिँ त्यस्तोमा गर्ने बाल हुँदैन मैले त्यही भन्नु खोजेको होइन यो चाहिँ कसो भने तपाईँको त्यो वैश्यको जोडीहरूमा चाहिँ त्यो लाग्ने रहेछ कि जुन वैश्य कलकलाउँदा त्यो भर्खरको त्यसमा अनि फेरि अनि केटी व्यवहारहरू धेरै नबुझेको जिन्दगी के हो जिन्दगी परिभाषा अझै धमिलो छ उनीहरूलाई चाहिँ त्यो लाग्छ नि यस्तो केटी राम्रो केटीले अब केटीसँग गर्लफ्रेन्ड बस्नु भयो राम्रो सुनमुटाउलो अग्नि नि के होइन के हो अग्नि त्यही नै हो होइन तिमीले अब सायद स्वाद पनि थाहा होला तिमीलाई अनि अनि भन्न खोजेको चाहिँ के भन्दाखेरि अब इट्स फाइन होइन तिमीलाई रमाइलो भने रमाइलो त्यो लुक्स साँच्चीकै म्याटर गर्दैन क्या पछि गएर त्यो लुक्स भने अति ऊ हो क्या जस्तो सर्ट टर्म हो क्या कनेक्सन नै हो क्या मेन अनि तिमीसँग कोहीसँग राम्रो कनेक्सन छ तर तिमीलाई चाहिँ तिमीलाई चाहिँ इन्सिक्योर भइरहेको छ लुक्स भने लङ रनमा जाँदा त्यो खास फरक पनि पर्दैन यदि कनेक्सन राइट छ भने क्या दुवैजनाको लागि क्या इट रियली डजन्ट म्याटर क्या द्याट फेस द्याट स्ट्रक्चर द्याट थिङ त्यो नोन चिज हो अब क्या खतरा बोल्दा है हो भनेर हो त्यो सुन्दर होइन मैले पनि साँच्चै यही कुरा गर्छु क्या मैले के हुन्छ नि मैले कति ठाउँमा पनि भनेको छु नि अनुहार भनेको त अब 20-30 वर्ष चाहिँ ओइलाइ जान्छ होइन 20-30 वर्षसम्म त्यो कुरा तपाईँ मेरै कुरा भयो होला कता 3 वर्ष रो होइन ओइलाइहाल्छ नि अनुहार त त्यो कुरामा चाहिँ हो पहिला म लास्टमा त चाहिने भनेको कस्तो नि अब टायर्ड भएर आएको अनि केही पकाउनु यसो भोक लागेको छ यदि ऊ घरमै छ बुढीलाई भन्दा नि कसलाई भन्दा होइन ए ल हुन्छ एकछिन पक्का टाकटुक गरेर अनि त्यो ओहो क्या ढुक्क हुन्छ नि यति बुझ्थ्यो मेरो स्ट्रेस थियो म यता आफै गर्नु न ओहो अनि ल गएर सिक्दैन अनि ब्रो क्यों किसीको भन्ने गीत होइन त्यसपछि त त्यो कस्तो खालको त्यो त अनि त्यो त ट्र्यापमा परिहाल्यो नि त त्यसपछि फस्यो नि ब्रो पानी नै पानी छ वरिपरि पिउनु भनेपछि त्यो मुसाको खोरमा तडपेर बसे जस्तो भइहाल्यो नि अनि तिम्रो त्यहाँ जे थियो त्यही खायो फस्यो नि भने जस्तो कि होइन पासोभित्र ग्राफै जे थियो त्यही खाएको पासोभित्र पस्यो नि पसेन त त्यही त त्यही भएर त्यस्तो हुन्छ ब्रो त्यही भएर सोच्नुपर्छ विचार गर्नुपर्छ हेर मान्छेको त्यो पनि हो अब लाइफबाट के चाहिन्छ भन्ने कुरा मान्छेको फरक हुन्छ क्या ब्रो होइन अब होइन इन्डिभिजुअल हो नि ब्रो अब केटीले बनाउनु पर्छ भन्छ होइन म अफिसबाट आएको छु भने म आफै बनाउँछु भन्ने केटाहरू नि हुन्छ क्या तिनीहरूलाई त्यस्तो केटी ठ्याक्कै मिल्छ क्या उनीहरू कहिले झगडा पर्दैन फेरि त्यो खोज्ने त्यही कुराको भाव हुन्छ नि त म दुःख गर्छु तर मलाई चाहिँ टक्क म घर जाँदा बुढीले हँसिलो अनुहारले टक्क ढोका खोलेर मलाई टक्क खाना खुवाएर त्यो माया गऱ्यो भने म बुढीलाई झन् दिनैभर माया गर्छु भने त्यस्तो एउटा फेरि कोही चाहिँ कसो भने मेरो बुढा बरु घरमा बसोस् कहिले काहीँ म बरु हेभी काम गर्छु डेन्जर बिजनेस जान्छु दुनियाँ गर्छु भोपाल गर्छु मेरो बुढा मेरो घर सम्हाल्दैछु टप टु बटन पुरै म्याट रिल्याक्स म्याट सब दिन्छु टक्क पार्टी सार्टीमा जाने बेला सँगै होस् टाइपको मिठो बोलोस् सँगै बसोस् मैले यसो जाउँ भन्दाखेरि मानोस् उसको के छ अब के फिल्डमा उसलाई रुचि छ त्यसमा पनि जाओस् होइन त्यो भनिदिनु होला नि त होइन हो बेबी म यस्तो थाकेको छु कफी बनाएर ल्याउनु सक्छु प्लिज भन्यो भने बनाउनु पर्ने बुढाले फस्यो नि त नि होइन तर कस्तो भन्ने तरिका होइन कस्तो राम्रो गरेर भने क्या त्यसरी त त्यस्तो भनेपछि त कफीभन्दा पहिला अर्कै चिज गरेर कफी केटी मान्छे त्यसरी बोलेपछि त केटा मान्छे सहनै सक्दैन एकछिन म मेडिकल गएर तर पर्दैन भने अब भन्नुहोस् इन्डियामा समयहरूलाई यार ब्रो फाइल उहाँहरू पनि कमेडी नै भयो यार अनि एउटा पोडकास्टको नि हाम्रो के अरे बाइसेप के भन्ने बियर बाइसेपको रणवीर अलाबादिया भन्ने अर्को उहाँहरूलाई चाहिँ केस फाइल भएछ इन्डियामा होइन जब कि नेपालमा
लेटर्स स्पिक भन्ने चलिरहेको थियो अब के लाग्छ तपाईँलाई मेरो विचारमा चाहिँ यो केसेस हाल्ने कार्यक्रम किन ढिला भयो भन्ने जस्तो लागेको थियो किनकि अब समीर रेनाको त प्रोग्राम अति दामी छ नि त अनि युथ एकदम अब त्यो युथ एकदम फलो गर्ने भइसकेपछि युथको कन्ट्रोल भयो क्या अनि कोही पनि मान्छेमा त्यति पावर भइसकेपछि जहिले पनि पोलिटिकल पार्टीहरूले त्यो डिफ्युज गरिदिन्छ त्यो पावर त्यही गर्न खोज्यो जस्तो लाग्छ मलाई चाहिँ किनकि अब समीर रेना अति हिट भयो जस्तो हो त होइन अनि त्यो त हाम्रो लिमिटभन्दा काममाथि धेरै बोल्छ नि अनि तर उसको अब प्रोग्राम पनि अब इन्डियाले एउटा लेभलसम्म पहुँचाउँथ्यो तर त्यो अब त्यो धेरै भयो क्या गाह्रो भयो त्यो गुलियो धेरै खाएर त्यो भास्तो बिल्डअप हुँदै जान्छ नि अब प्रोग्राम चलिरहेको थियो कुरासुरा गर्दा वाइल्डै कुरा हुन्छ नि ब्रो अब त्यो इन्डियाज गट डेटेनमा त वाइल्डै कुरा हुन्छ नि उसको त्यो एउटा कविता सुनेछ तपाईँले लामो एक कस्ती वहाँ भी आई थी हमारी कस्ती डगमगाई थी जो कभी न डगमगाई थी तुम्हारी याद आए तो कभी कभी रोलेंगे रोलेङ्गे अनि सोलेङ्गे भन्छ नि लास्टमा ए लास्टमा हिलाके सोलेङ्गे त्यो भन्छ कि कस्तो सिरियस भएर सुन्न हुन्छ कि सबजना त्यो जुममा जस्तो अनि बोल्छ त्यही त या त्यो अब इन्डिया हो अब त्यो आउँछ अलिअलि आउँछ तर प्रोग्राम झन् हिट हुन्छ नि अब झन् अझै चासो हुन्छ अझै अरूहरूले चाहिँ किन अझै त्यो नचिनेहरूले पनि किन चाहिँ कसलाई समाएछ नहेर्ने अङ्कलहरूले पनि यो के गरे यसले के चाहिँ भन्यो त भनेर अब सबैले हेर्ने भयो क्या के भयो भनेर दामी हुने भयो तर अब त्यो कुनै कुनै बेला आइहाल्थ्यो त्यो इन्डियाको सोसाइटी नै अब त्यस्तै छ नि कतिजनाले पचाउन सक्छ भन्न छ नि त्यहाँ त डेन्जरै छ नि त्यहाँ त सानसानो पनि ठुलै बनाइदिइहाल्छ नि अब मुभी सुभी अब अलिअलि अरू कुरा डाइरेक्ट बोल्छ नि त इन्डियाको रिलेटेडमा विदेश जस्तो होइन नेपालमा पनि गाह्रो छ नि त्यो चिज नेपालमा पनि सोचेर बोल्नुपर्छ हामी पनि सोचेर बोल्नुपर्छ भन्छ एडिटरले पनि सोचेर काट्नुपर्छ मेन एडिटरले काट्नु पऱ्यो एडिटरले स्वच्छ छवि देखाइदिनु पर्यो आर्टिस्ट फस्ने भनेको एडिटरले नकाटेर हो नि त यदि एडिटरले आफ्नो काम राम्ररी गरेर एडिटर चाहिँ खुब भल्खा थिइस् यो त राख्ने अक्कडी हाइलाइटमा होइन अब दुईवटा क्यामेरा एङ्गलको देखाइदिने क्या एउटै अडियोमा टक्कै अझ रिपिट गरी क्या तीनचोटि त्यो हुन्छ हाइलाइटमा त्यही होइन त्यस्तो एडिटरले गर्नुपर्छ एडिटरको पनि काम दामी हुन्छ बनाउनलाई चिजहरू अहिले भनेपछि अर्को सुटहरू भएको नि तपाईँको रेस्ट अहिले रेस्ट अब कति दिनपछि हुन्छ फेरि अब 2 हप्ता जति छ होला म भोलि बन्दीपुर जान्छु मलाई लाग 2 हप्ता भनेपछि त स्योर उता गएर फेरि आउँछ त्यसपछि कामको अगाडि त्यसपछि ट्याक्क लाएर अगाडि आएर अनि भन्ने काम सुरु गर्नुपर्छ पहिला त मलाई तपाईँ अलिक टाइम अगाडितिर त तपाईँ जहिले यतै हुन्छ जस्तो लाग्थ्यो बन्दीपुरै त्यति जाँदैन जस्तो लाग्थ्यो है तर गएर हुन्छ बन्दीपुर मेरो मेन काम हो नि त ब्रदर त्यो हो तर कस्तो याद भयो क्या अहिले चाहिँ अब तपाईँलाई हुन्छ नि अब यता पनि अलिक व्यस्तता हुन थालेपछि त्यसपछि अब तपाईँ व्यस्तै हुने भयो देख्न गाह्रो टाइपको हो त्यो भयो टाइम म्यानेज गर्न तपाईँलाई पनि त्यो गाह्रो गाह्रो भइरहेको त्यही भयो मलाई सोच्छु नि म अरू बेला चाहिँ बन्दीपुर त्यसपछि काठमाडौँ आए बेला फ्री नै हुन्थ्यो सब यताउति भेटघाट हुन्थ्यो होइन अब काठमाडौँमा काम भएर अलिकति टाइम हुने बित्तिकै बन्दीपुर फाँडी हान्नु पऱ्यो जहिले नै व्यस्तै अनि यताउति धेरै मान्छे भेटघाट पनि नहुने तर व्यस्त भनेर वाइल्ड काम गरेर वाइल्ड पनि होइन तर अब त्यो टाइम म्यानेज गर्न गाह्रो भइरहेको त्यो त अब त्यो त जसलाई पनि हुन्छ होला नि अब म बन्दीपुर भोलि गएर लगभग 6-7 दिन बस्छु 1 हप्ता दिन बस्छु म अनि केसीको बेको लागि आउनुपर्छ ए अन्त हौ के लाउने बेमा त्यो जन्तिम दौडसुरा ल ओके म दौडसुरा लाउँछु जानु पऱ्यो नि यार एउटा कुरा याद आयो मलाई केटाहरूले एउटा मेरो प्रमोसन भिडियो खिचिदिनुपर्छ यार 10 गते मेरो ऊ छ के चाहिँ स्ट्यान्डअप छ क्या ग्लोबल कलेजमा यहाँ खिच्ने अहिले अब एउटा भिडियो हानिदेऊ न मलाई एउटा ए यसरी सिधा छुट्टै यो म हुन्छ अनि उनीहरूले प्रमोट गर्छ म आफ्नो स्टोरीमा हाल्छु फेरि मलाई त्यो सोको लागि बोलाएको छ भने भिडियो बनाउँदाखेरि मलाई त्यो बाटोमा यस्तोमा बनाउनु मन लाग्दैन क्या घरमा त्यो रुममा हुन्छ नि अब उनीहरूले त अब आर्टिस्ट हुन्छ त्यो आर्टिस्ट जस्तो देखोस् लाग्छ मलाई चाहिँ टक्क बसेर यसरी हुन्छ नि हेलो नमस्ते म आउँदैछु यस्तो टक्क अनि कुनै एउटा ठिक्कको ठाउँमा बसेर हल्लासल्ला नहोस् होइन त्यो त्यसपछि त भइहाल्यो नि हुन त जे गरे नि भयो सुत्दा आँखा मार्दै झन् कन्टेन्ट हुन्छ त्यसरी भ्युज त आउँछ त्यसरी भ्युज त दामी आउँछ त्यसरी चाहिँ
त्यो सब पैसा लिइसकेपछि एउटा त्यस्तो बनाएर पठाइदिनु पऱ्यो आफ्नो एडभान्स लिइसकेपछि प्रेसर त्यही भएर आएर छ बुढोले एडभान्स लियो नि हतार हतार हिँडे भएछ भिडियो पठाइदिन्छु भोलि 4 दिन कटिसकेको छ दाइ प्लिज पठाइदिनु न हामी त्यो पोस्ट गर्नुपर्छ भइसक्यो दाइ मलाई प्रेसर आइसक्यो यार यहाँ भनेर पठायो अनि त्यसो टेन्सन भयो मलाई त्यो बुझेँ मैले मलाई चाहिँ बिहेकोमा आइरहेको छ गर्नुलाई यार के भनेर गरिदियो नि त एउटा बिहेमा टुल्ली हुन्छ मान्छेहरू नि के मतलब होइन हो पहिला लिने किन बिहेमा तिमीले टाइम दिन्छौ नि त माइक समाएर थियो ट्रीमा भाइ जिम सानो आओस् त एकचोटि भनिदियो नि तँलाई त के सजिलो छ भन्दाखेरि यदि तैँले भनेको जोकबाट इनकेस मान्छे नाच्ने हेरै हुन्छ त्यस्तो भइहालेको खण्डमा गीत गाइदिने गाउन सक्छस् नि ट्र्याक नम्बर 2 प्लिज अनि ब्याकअप त राख्नु पऱ्यो नि त एटलिस्ट मान्छेलाई इन्टरटेन गराएर पैसा लिएर हिँड्दिने हो नि त ब्रो युआर एन इन्टरटेनर सो ब्रदर गीत गाऊ अथवा तिमी जोक भन एनिवे इट विल वर्क बेको त त्यही बेको माललाई भने गरिदिने नि मिल्छ हौ गर क्या बेसी त्यस्तो रमाइलोहरू गर न त्यस्तो गर्ने ओहो संसारमै नभएको ड्रेस दुलैको आमा तर रिस उठ्छ नि अर्कोले दामी लुगा लगायो भने है दुलैलाई हुन्छ यस्तो हेरेर बे भोजमा कहिले काहीँ दुले भन्दा राम्रै मान्छेहरू देखिरहेको हुन्छ के हुन्छ त्यो नरिसाउनु तर हुन्छ हुन्छ यार दुलेलाई राखेर स्याएको चाहिँ पर्छ हो महँगो खतरा दुलैले लाग्छ तर अनि ठ्याक्क क्या यो क्यामराम्यान भाइहरूलाई नि कहिले काहीँ त साइको पर्ला नि त कहिले है केटालाई नि वर्ल्डै राम्रो केटी आइदिन्छ अनि साइको हुन्छ नि त अनि यसो अनि होइन ढाक्रा थियो के अनि त्यसपछि त्यो दर्द त्यो वेदना त्यो पीडा त्यो दर्द त्यहाँ मात्रै होइन नि त ब्रो त्यहाँ स्टुडियोसम्म आउँछ स्टुडियोसम्म आउँछ नि एडिट हान्नु पर्ने फोटोहरू त्यस्तो चाहिँ केटाले खिच्छ ब्रो स्टुडियोमा अझै त्यो मान्छेले नै आएर हाम्रो पनि खिचिदिनु प्लिज प्लिज त्यो लुगा खोलिदिनुहोस् त होइन यता बाबुको त्यही त आउँछ नि अब अनेक थरी जयभर कुराहरू यस्तै त नि ब्रो पहिला मैले अहिलेसम्म डेन्जर बे भोज खाएको चाहिँ मैले त्यो रेडिसनमा आयो नि त्यो बेला लाइभ म्युजिक थियो हाम्रो चाहिँ त्यहाँ त्यो बेलामा देखेँ मैले त्यो आमामा त्यो सबै टुक्रा एक पिस हाल्यो भने पनि होइन तपाईँको त्यो अड्दैन क्या त्यो कुनै पनि थालमै अड्दैन त्यसको लागि ठुलो नाङ्लै चाहिने कि अनि तिमीले त्यस्तो डेन्जर भनेको त्यो सबै आइटम खानै सक्दैन नि त्यो त्यो चोइस के बखा आफूले त्यसबाट अब 6-7 वटा खान्छ त्यो लिँदा त्यो ठाउँमै कति धेरै के त्यो भ्याउँदैन भने त्यही भएर त्यस्तो भोजमा जाँदाखेरि चाहिँ आधी बाटो पुग्दै 3 इडियटको त्यो 3 जना जस्तो देखिसक्यो क्या त्यो धेरै हाले पनि होइन सबै एक टुक्रा मात्र हाल्दै नहट्यायो भने धेरै चाहिँ सेक्सन हुन्छ इन्डियन इटालियन त्यो हुन्छ होइन आफूले हेर्दै जाने कहाँ चाहिँ के छ त्यहाँ पुरै खतरा बनाएको त्यो के अरे त्यो कस्तो त्यो पुरै छुट्याउँछ त्यो चिलो नखाने सुगर फ्री यस्तोदेखि लिएर त्यो एउटै मासु पनि कति थरीको के चिकनै कति थरीको कुनै रातो कुनै पिरो कुनै सेतो सादा कुनै कस्तो के होइन त्यो राइस पनि के राइसमा आँट्ने है हामी त हाँडीको त्यो चामल सब हालिदिरहेको छ नि आइसक्रिम त हामीले ढेँडो हाले जस्तो हाल्यो भने ब्रो त्यो यस्तो 5-6 भोजहरूमा चाहिँ सबसे दामी चाहिँ पुलाउ सबै ठिकै खानेकुरा ठिकै हो मिठो हुन्छ पेस्ट्रिज मिठो हुन्छ क्या केक त्यस्तो पनि थुप्रै के अब त्यो पेस्ट्री खाने ठाउँ राख्नुपर्छ नर्मलमा त हामीले देखाएको त नर्मल बिहेहरूमा त लालमन जेरी दही होइन अब धेरै राखाले लालमन पनि रसभरी पनि जेरी दही होइन अब आइसक्रिम एउटा राखेर त्यहाँ त अझै छ के माटो नि के हो त्यो पुडुङ प्याङ हुन्छ नि त्यो के हो भने त्यो बेलामा चाहिँ लाग्यो कि ओहो यस्तो पनि बिहे हुन्छ भनेर बिहे त ब्रो म हाम्रो अझै हामीलाई रेस्पेक्ट क्या त्यो बेला फुच्ची हामीहरू हामीलाई आर्टिस्ट भनेर छुट्टै एक फुलले त्यो इम्पोर्टेन्ट राखिदिएको छ क्या हामी रोल्स खाएर उफ्रिने मान्छेहरू है त्यो इज्जत दिए क्या हामीलाई त्यो त दामी हो त्यो बिहेमा अब कुनै पनि कसर बाँकी नराख्नेहरू हुन्छ नि अब रेडिसनमै दिएपछि त त्यो केटाले भने त्यो इरी गर्ने त्यो पर्छ नि त्यो इभेन्टमा त्यो उहाँ चाहिँ लास्टै शान्त क्या चिल आफ्नो टाइपले गर्नु अनि सबको जिम्मेवारी ठक्क मिलाएर राखिदिनु क्या त्यो हामीले रक्सीबन भन्ने हुन्छ नि त हाम्रो बेतिर होइन अब खानु मन लाग्छ भन्नु मिलेन कि दबाएर त्यो अघि भने जस्तो क्या किन भनेर नखाइकन जानु पऱ्यो त्यो बुझेर क्या सबतिर टाकटुक ठक रक्सी सिधै यार बार क्लोज गरेर भन्दैन भनेर जाँडहरू गरेर आउँछ नि भोजमा हामीलाई चाहिँ पुरै राखिदिएर क्या च्याउ लाग्दछ जाने बेला पनि हस् नमस्ते धेरै धन्यवाद हजुरहरू आएर होइन यस्तो भने होइन हुँदो रहेछ मान्छेहरू त्यस्तो के मान्छे राम्रो मान्छे पनि भइहाल्छ नि ब्रो त्यही भएर त समाजमा अहिलेसम्म बाँच्न सकिएको छ नि त कम त धनी होला त्यो मान्छे तर पनि के एकदम के हस् धेरै धन्यवाद त्यस्तो भनेर होइन
त्यहाँपछि त्यस्तो खालको मान्छे भेटेन हामीले त्यसपछि बेसेतिर पनि खासै बजाएन होला बेसीतिर स्ट्यान्डअपहरू हाने हुन्छ रमाइलो हुन्छ बेच्यो क्या त्यो रमाइलो कुराहरू गऱ्यो तर वेल अर्गनाइज तरिकाले गऱ्यो भने चाहिँ मिल्छ होस्ट राखेर त्यो गऱ्यो भने मिल्यो नि अब यो टकटक भयो टेन्सन एभ्री वान अब हामीसँग केही रमाइलो छ भने सबजना अगाडि आएर टकटक भनेर टक्क अब एकछिनको प्रोग्राम त हुन्थ्यो कोही डान्स त्यसरी गऱ्यो भने त राम्रै देखिन्छ नि अब सुरुमा सब ओभरलोड रक्सी खाएपछि अब फेरि अब त्यही हो अब बेमा रक्सी सक्सी त चल्ने हो नि त ब्रो मान्छे रक्सी खाने जान्छ बेमा होइन त्यस्तोमा त आज धेरै खाने है बेजत मान्छेले ठुल्ठालोहरू आएको छ भनेर नि त्यसरी बसी भन्छ हो तर दबाएर खान्छ नि रक्सी बेमा त मजाले है गफ मिठै भइरहेको गफ मिठो भएर हुन्छ नि माहौल हुन्छ नि ब्रो भोजमा माहौल हुन्छ सबैजना अब टक्क वेल सुटेड बुटेड भएर आउँछ कति भेटाइ हुन्छ रमाइलो हुन्छ माहौल हुन्छ सबैजना खाइरहेको हुन्छ सितन घुमाइरहेर ल्याएर हुन्छ आनन्द हुन्छ रक्सी खानु मजा आइहाल्छ नि अन्त मान्छे रक्सी त एकैछिन सिद्धिन्छ नि ब्रो टक्क होइन टक्क स्न्याक्सको त्यो यसो डिलमा राखिदियो होइन अनि त्यहाँ राख्दै टक्क खाँदैन र चुडान जाने भएर चुडा ग्लास बोकेर त्यहाँ अर्कै गफ भइरहेको छ फेरि त्यहाँ यता हुन्छ जता हेऱ्यो त्यतै राम्रो युवती जता हेऱ्यो त्यति स्मार्टमा आहा ल माहौल कति रमाइलो ए आनम रक्सी जान्छ नि तर म रहनै रक्सी फेरि मलाई त जेरी सरीमा एकदम हो ए तपाईँ त रक्सी खाँदैन तपाईँ त अर्कै मिठाई खानुपर्छ मिठाई खाएर कति मिनट भयो अब सकियो नै भन्नु पऱ्यो अब तपाईँलाई अब खोइ त भाइ त ऊ गिफ्ट राउन्ड ए हो र मिलाउँदैछ अरे ल ठिक छ केही छैन कप त कसम घरमा यति धेरै भइसक्यो कप हो त्यो कप त पुरै छ उनीहरू घरमा देऊ कप त चाहिन्छ अनि राख्नुपर्छ त्यसको पनि सेट बनाएर राख्ने क्या पछि अक्सनमा म त्यो क्रिकेट हेर्न जाँदा 2टा कप लिएर आएँ के को अस्तिको एनपिएल भएको थियो नि ए ओमाटा गाडीको अगाडि रहेछ अनि त्यो भाइले चिनिहाल्यो ल दाइ यहाँ 200 त बोलिदिनु पऱ्यो तपाईँलाई यहाँ अनि के छ के दिन्छ त बोल्यो गिफ्ट छ गिफ्ट भने गाई गिफ्ट भन्दै मासेरामेको कप त्यसमा त अनि ट्याक लाएर गफ दिइहाल्यो नि यहाँ ओमाटा सुमाटा यताउति ट्याक लाएर अनि 2टा कप दियो ठिकै छ नि एउटा चिनो याद होइन अनि ओमाटा कम्पनीको मैले लिने भनेको यो कप मात्रै हो भनेर ल अब हामी अब होइन दाइ एकदम रमाइलो भयो अब धेरै बेर अब व्यस्तताको बावजुद पनि आइदिनु भएको मलाई एकदम धन्यवाद एकदम जाँदै अब तपाईँलाई अब त्यही हो अब रमाइलो लागेन अनफिल्टर्ड अब हाम्रो गफ अनफिल्टर्ड त्यही भएर बेला अलिअलि त्यस्तै कुराहरू पनि भएको छ होइन यसलाई सबै टपिकहरू छ अब गफ गर्दै जाँदा के गफ गरिन्छ थाहा हुँदैन ब्रो भेटेपछि सो यो चाहिँ हाम्रो द स्पार्क च्यानलमा आउँछ होइन ओके द स्पार्क तपाईँलाई त्यहाँबाट चाहिँ एउटा सानो गिफ्ट ह्याम्पर पनि छ ओके स्पार्क हाम्रो द स्पार्कको लागि एकदम धेरै धेरै धन्यवाद सबैजना सब्सक्राइब लाइक गर्नु होला के दिनुभएको छ उहाँले हेर्न सकिन्छ सकिँदैन उहाँले दिनुभएको छ मलाई आहा यो एउटा स्क्वायर एजुकेसन एन्ड माइग्रेसनबाट यता घुमाउनु यता चाहिँ ब्ल्याङ्क चाहिँ होइन निकाल यता चाहिँ घुमाउनु भने क्या ए यस्तो ओके ओके सो अनि अर्को दिनुभएको छ वाह दामी रहेछ यो त यार ब्रिज इन्टरनेसनल वाउ के हो हामीलाई त यस्तो दिँदैन यार ठिक छ त्यो चिसो पनि तातो पनि राख्ने त ए हो चिसो तातो दुइटै क्वार्टर राखेर अनि एउटा कप पनि दिए हो दामी रहेछ ब्रो यसो नोटप्याड टक्क लाएर होइन चट्ट लाएर कप चाहिँ फेरि दामी हुन्छ है कप चाहिँ लाइफमा चाहिरहने चिज हो बिहानै बेलुका चाहिन्छ होइन ब्रिज इन्टरनेसनल अप्रुभ बाई गभर्मेन्ट अफ नेपाल मिनिस्ट्री अफ एजुकेसन थ्याङ्क यू सो मच ब्रिज इन्टरनेसनल अनि त्यसपछि यो पनि त्यसकै हो त्यसपछि म पानी खान्छु दामी छ ल ब्रो थ्याङ्क यू सो मच अब हामी भइरहेछ रोल्पा तिनटै अब आज बुढाको बर्थडे परेर रहेछ यसो ह्याप्पी बर्थडे पनि मनाइदियो गाई मनाइदियो ल सरप्राइज हान्दै केटाहरूले मलाई त्यो छर्नी पनि ल्याएको त्यो त केकमा पार्नु हुँदैन नि ए छर्नी नगरौँ छर्नी नगर लाट त केक काटौँ दामी हो ल गाइजहरूले दामी गरेछ त मैले भने नि बिर्सेर बसेँ सही ब्रो थ्याङ्क यू सो मच ब्रदर यति त भन्नु पर्छ आज केक हानेर जानु पर्यो मजा आउने भयो पछि यो अब त्यो फ्रिज छैन यही चित्त हुन्थ्यो होला नि के चाहिँ केक म त गुलियो खाँदैन त्यसो नभन्न मैले तपाईँ खानु खानु न केटा ल ल्याउ म ल्याप्प काटिदिइहाल्छु म चाहिँ
ल यस्तो गर्ने होइन नि भाइको यहाँ देऊ यो चाहिँ स्किप फास्ट पाङपुङ गर्दैन नाम लेखाएको छ कि छैन पर्दैन नामसाम बेसरी बटार्दो रहेछ त त्यो चाहिँ क्यामेरामा पर्ला ओ ह्याप्पी बर्थडे उसो दाइले ल फोटो खिच्नु फोटो खिच्नु पर्यो नि ब्रो यो त यस्तो दामी हो नि म नि फोटो खिचिदिउँ यार यहाँ ल जिम्बा ब्रोले आज टक्क सुटिङमा बोलाएको थियो अनि चट्टा लाएर बर्थडेको टक्क गर्दैछ जस मलाई खुसी लाग्यो केटाहरूले पनि सबैजनाले भएन ल यति त गर्नु परिहाल्यो नि यसै 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 हाम्रो यहाँ चाहिँ टक्क आज ब्रोसँग च्याट्ट लाएर गफ हानियो यसको के बोर्ड निकाल्ने होला नि होइन दामी ब्रो हेर्न फेरि चिप्लिन्छ सर्छ कि फेरि केकमा हो ल गर नि त ल ताली बजाऊ केटाहरू ह्याप्पी बर्थडे बर्थडे टु यु सुडो ह्याप्पी बर्थडे ए खिच 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 यो नि मिठो हुन्छ यार यो ह्याप्पी बर्थडे जन्मदिनको धेरै धेरै शुभकामना भन्दै थियो यसले केकभरि पाऱ्यो अब मैले खानु त होला आफै खाने यो त मा तितो हुन्छ होला स्प्रे त क्या मिठो केक यार यो पाइनएप्पल साइनएप्पल त्यसले लिएर आएको हेर पानी सानीमा सबै हाल्यो फिजीले कस्तो छर्किनु पायो भनेर आमा अर्को टिस्युहरू ल्याएन बुढाको पुछ्दिनु पऱ्यो नि त्यहाँ पर्दैन नि बर्थडे त ले त ल केटाहरू नि खाऊ यार खाऊ न आउँदा यो माथिको चाहिँ यसले पुस्नु पर्ला है जाँदा जाँदै अब जाँदा जाँदै कति देखिरहेछ एमा जाँदा जाँदा अब उच्च दाइको बर्थडे पनि मनायो सो हामी बिदा लिन चाहन्छौँ थ्याङ्क यू सो मच गाइज दामी भयो जिम्बा पावर्ड बाई आयो रेमिट अनि इन पार्टनरसिप विथ नेपाल फुड्स सपोर्टेड बाई 977 ग्रोसरी मार्केट बाई साप्राजी नेपाल ओके स्पार्कलाई सब्सक्राइब गर्नु होला अनि उसम सापकोटा सुजन जिम्बालाई पनि गर्नु होला माया गर्दै गर्नु होला सो थ्याङ्क यू सो मच जिम्बा सी यू गाइज थ्याङ्क यू फर दिस गुड सरप्राइज अनि आज रमाइलो भयो गफ गर्न एकछिन अनफिल्टर्ड केही फिल्टर छैन एज युजल हामीसँग केही टपिक हुँदैन गफ गर्ने तर गफ चाहिँ निरन्तर चलि नै रहन्छ होइन ब्रो चल्नु पऱ्यो सो माया गरिदिनुहुन्छ सपोर्ट गरिदिनुहुन्छ त्यसको लागि धेरै धेरै धन्यवाद गर्दै गर्नु होला माया होइन आफ्नो थ्याङ्क यू सो मच खोइ म निकालिदिन्छु कपालमा अलिअलि